र आजको क्लासमा विद्यार्थी भाइ बहिनीहरूले डिमान्ड गरे अनुसार हामी क्यालकुलसको डिफरेन्सियल इक्वेसन भन्ने पार्टलाई हामी आज स्पेसल्ली फोकस गर्नेछौँ, जसमा जस्तो डिफरेन्सियल इक्वेसन तपाईँहरूले अलरेडी पढिसक्नु भएको छ र यसको चारवटा जुन अहिलेको लागि हामी क्लास 12 को लागि चारवटा टाइप्स अनुसार हामी चाहिँ मेथडबाट भनौँ यसलाई सोल्युसन हामी दिनेछौँ। डिफरेन्सियल इक्वेसन सबसे पहिला के रहेछ हेर्नुहोस् त, एनी इक्वेसन विच इन्भल्भ्स द डेरिभेटिभ, डेरिभेटिभहरू चाहिँ नि इन्भल्भ भएको इक्वेसन जुन छ, जसमा जस्तो कि यहाँ हेर्नुहोस् त डी बाई डिएक्स जुन अपरेटर भनेको छ, विथ अर विदाउट द इन्डिपेन्डेन्ट भेरिएबल्स और डिपेन्डेन्ट भेरिएबल्स अर बोथ। अब यसमा के हुनसक्छ भने जस्तो सपोज मानिलिउँ तपाईँहरूले एउटा कुनै जस्तो कि लाइक वाइ इज एफ अफ एक्स भन्ने फङ्सन लिनुभयो होइन, र यो एक्स भनेको इन्डिपेन्डेन्ट भेरिएबल र वाइ भनेको डिपेन्डेन्ट भेरिएबल। यो भनेको चाहिँ के छ भने हेर्नुहोस् त विथ अर विदाउट भनेको छ। एक्स र वाइ हुन पनि सक्छ नहुन पनि सक्छ, तर के हुनु पर्यो, डेरिभेटिभ चाहिँ इन्भल्भ हुनु पर्यो भने त्यो इक्वेसनलाई हामी के बोल्छौँ त, डिफरेन्सियल इक्वेसन भनेर जान्नेछौँ भनेर हामीले अलरेडी डिस्कस गरिसकेका छ। जस्तो कि लाइक हामीले एउटा कुनै पनि अर्डरको डेरिभेटिभ डिवाई डिएक्स इज कस एक्स लिए, यो एउटा डिफरेन्सियल इक्वेसन भयो। यस्तै गरी तपाईँको d2y बाई डिएक्स स्क्वायर प्लस एक्स इज वाइ है, यसमा तपाईँले एक्स को ठाउँमा 2 लेख्नुहोस्, वाइ को ठाउँमा 3 लेख्नुहोस्, ई को पावर एक्स लेख्नुहोस्, जतिसुकै लेख्नुहोस्, तर यहाँ के छ, यहाँ डिवाई डिएक्स भन्ने जुन अपरेटर छ, यहाँ पनि d2y बाई डिएक्स स्क्वायर सेकेन्ड अर्डरको डेरिभेटिभ जुन देखिरहनु भएको छ हो, यस्ता डेरिभेटिभहरू इन्भल्भ भयो भने चाहिँ त्यो के हो त, डिफरेन्सियल इक्वेसन हो। अब यो डिफरेन्सियल इक्वेसनमा सबसे पहिला विद्यार्थी भाइ बहिनीले के जान्नु पर्यो भन्दा, जनरली डिफाइन डिफरेन्सियल इक्वेसन भनेर त सोध्दैन, तर पनि तपाईँले के बुझ्नु पर्यो, एउटा यस्तो इक्वेसन जसमा डेरिभेटिभहरू इन्भल्भ हुन्छ। डेरिभेटिभ इन्भल्भ हुने बित्तिकै त्यो इक्वेसन केमा कन्भर्ट हुन्छ त, डिफरेन्सियल इक्वेसनमा कन्भर्ट हुन्छ। अब यसमा हामीलाई एकदमै इम्पोर्टेन्ट भनेको पार्ट चाहिँ के हो त भन्दा, अर्डर अफ ए डिफरेन्सियल इक्वेसन। यो चाहिँ तपाईँहरूलाई मल्टिपल चोइस क्वेसनमा धेरै पटक सोधिसकेको छ। सबसे पहिला अर्डर भने के रहेछ हेर्नुहोस् त, अर्डर अफ ए डिफरेन्सियल इक्वेसन इज द अर्डर अफ द हाइएस्ट डेरिभेटिभ इन्भल्भिङ इन द इक्वेसन। कुनै पनि डिफरेन्सियल इक्वेसनमा अर्डर भन्ने बित्तिकै के रहेछ त भन्दा, अर्डर अफ हाइएस्ट डेरिभेटिभ, अर्डर अफ हाइएस्ट डेरिभेटिभ। जस्तो लाइक एउटा इक्जाम्पल लिनुहोस्, डिवाई डिएक्स इज साइन एक्स। अब यसमा हेर्नुहोस् त फर्स्ट डेरिभेटिभ छ, सेकेन्ड डेरिभेटिभ छैन, थर्ड छैन, सबसे ठुलो अर्डरको डेरिभेटिभ कति त फर्स्ट, सो इट्स अर्डर। अब यसको अर्डर भनेको कति भयो, 1 भयो, किनकि यसमा पहिलो डेरिभेटिभ मात्रै छ। यस्तै गरी अर्को एउटा इक्जाम्पल हेर्नुहोस्, d2y डिएक्स स्क्वायर को पावर 3 प्लस डिवाई डिएक्स टु दि पावर 7 इज ल ई को पावर एक्स। यो हामीलाई एउटा इक्वेसन दियो भने अब यसमा पनि तपाईँलाई अर्डर निकाल्नु पर्यो। अर्डर निकाल्नु पर्यो भने त के हुन्छ त हेर्नुहोस् त, अर्डर भनेको त पहिलो डेरिभेटिभ यहाँ छ, दोस्रो डेरिभेटिभ पनि छ, तेस्रो यानि कि थर्ड डेरिभेटिभ, फोर्थ डेरिभेटिभ त्यस्तो केही पनि छैन। त सबैभन्दा ठुलो डेरिभेटिभ भनेको सेकेन्ड छ, सो यसको अर्डर कति भयो, 2 भयो। अब यसको पावरलाई अहिले बिर्सिनुहोस् है, पावरलाई बिर्सिनुहोस्, किनकि कतिपय विद्यार्थी भाइ बहिनीले सर यहाँ 3 भयो, यहाँ 7 भयो, त्योसँग मतलब भएन, त्यो हामी डिग्रीमा डिस्कस गर्नेछौँ। अर्डर भन्ने बित्तिकै इक्वेसन हेर्ने, इक्वेसनमा तपाईँहरूले चाहिँ नि त फर्स्ट डेरिभेटिभ छ कि छैन, सेकेन्ड डेरिभेटिभ छ कि छैन, थर्ड डेरिभेटिभ छ कि छैन, जस्ट त्यति हेर्दै जानु, सबसे ठुलो डेरिभेटिभ कुन इन्भल्भ छ त्यसको आधारमा तपाईँले अर्डर भन्न सक्नुहुन्छ। अब जस्तो मानिलिउँ तपाईँले अर्को एउटा इक्वेसन मैले लिएँ ल, d3y dx क्यूब प्लस साइन एक्स इन्टु वाइ इज लग एक्स। अब यसमा हेर्नुभयो भने हेर्नु त फर्स्ट डेरिभेटिभ छैन, एब्सेन्ट छ, सेकेन्ड डेरिभेटिभ पनि छैन, थर्ड डेरिभेटिभ प्रेजेन्ट छ, फोर्थ फिफ्थ कुनै पनि छैन, सबसे ठुलो अर्डरको डेरिभेटिभ भनेको थर्ड छ, सो यसको अर्डर कति भयो, यसको अर्डर भनेको 3। त कन्टिन्यू सेकेन्ड द फर्स्ट सेकेन्ड थर्ड हुनु जरुरी छैन, जुन ठुलो डेरिभेटिभ छ त्यो हेर्ने, त्यसको आधारमा हामीले अर्डर लेख्ने है।
मल्टिपल चोइस क्वेसनमा यस्तो खालको प्रब्लमहरू आइरहेछ, तपाईले इजिली अर्डर लेख्न सक्नुहुन्छ। यस्तै गरी डिग्री अफ ए डिफरेन्शियल इक्वेसन। अब डिग्री चाहिँ नि के छ, हरेक डिफरेन्शियल इक्वेसनको डिफाइन हुन्छ जरुरी छैन। प्रत्येक डिफरेन्शियल इक्वेसनको अर्डर हुन्छ, तर डिग्री डिफाइन नहुन पनि सक्छ। जस्तो जनरली हामीलाई एक्जाममा चाहिँ नि डिग्री डिफाइन हुने टाइपको प्रब्लमहरू सोधिरहेछ। जस्तो अहिले हामीले यहाँ हेर्नुहोस् त, पहिला डिफाइन गर्दा द डिग्री अफ ए डिफरेन्शियल इक्वेसन इज द डिग्री द्याट मिन्स पावर अफ डेरिभेटिभ अफ हाइएस्ट अर्डर। त हाइएस्ट अर्डर डेरिभेटिभको पावरले के दिँदो रहेछ, डिग्री दिँदो रहेछ। तर यहाँ एउटा कुरा बुझ्नुहोस्, व्हेन डिफरेन्शियल इक्वेसन शुड बी पोलिनोमियल इन डेरिभेटिभ्स, त्यो डेरिभेटिभ्सहरूको पावर चाहिँ नि के हुनु पर्यो, पोलिनोमियल हुनको लागि त्यसको होल नम्बर हुनुपर्छ। यानी कि स्क्वायर रुटहरू छ, क्युब रुटहरू छ भने एकैपटक तपाईले डिग्री लेख्न सक्नुहुन्न। सबसे पहिले त्यसलाई फ्री फ्रम रेडिकल साइन, यानी कि रुटहरू हटाएर मात्रै डिग्री भन्नुपर्छ। जस्तो अब तपाईलाई एउटा एक्जाम्पल दिएँ मैले, हेर्नुहोस् है, dy dx प्लस साइन एक्स इज 2। ल यो आयो हाम्रो। अब यो डिफरेन्शियल इक्वेसनमा तपाईले अर्डर त इजिली भन्न सक्नुहुन्छ 1 हो, किनकि यहाँ त फर्स्ट अर्डर मात्रै छ डेरिभेटिभको, सेकेन्ड छैन, थर्ड छैन, फोर्थ छैन। भने अब यसको पावर हेर्नुहोस् त, यसको पावर हेर्नुहोस्, यहाँ त पावर त 1 छ, सो यसको डिग्री कति भयो, 1 नै भयो। तर यही इक्वेसनमा यदि तपाईलाई यही इक्वेसनमा dy dx को पावर 3 प्लस साइन एक्स इज 2 थियो भने अब यसमा अर्डर त सेम भइहाल्यो। अर्डर भनेको चाहिँ नि 1 नै हुन्छ हैन। अब डिग्री भनेको चाहिँ त्यहाँ पावर हेर्नुहोस् 3, किनकि यहाँ भनेको छ नि डिग्री द्याट मिन्स पावर अफ डेरिभेटिभ अफ हाइएस्ट अर्डर, भनेपछि यसको डिग्री चाहिँ कति भयो, 3 भयो। अब यस्तै गरी अर्को एउटा एक्जाम्पल लिउँ हामी। जस्तो अर्को एक्जाम्पलमा d3y dx क्यूब को पावर 4 प्लस d2y बाई dx स्क्वायर, यो स्क्वायर है, पावर 7 प्लस 8y इज 0। अब यो खालको इक्वेसन आइरहेछ भने अब यसमा चाहिँ नि विद्यार्थी भाइ बहिनीहरूले हेर्नुहोस् त पहिलो डेरिभेटिभ इक्वेसनमा छैन, सेकेन्ड छ, यहाँ छ, थर्ड छ, र सबसे ठुलो अर्डर भनेको थर्ड भयो। सो यसको अर्डर भनेको कति भयो, 3 भयो। अब अर्डरको लागि इजिली तपाईले लेख्न सक्नुभयो भने अब डिग्रीमा जाँदाखेरि डिग्री भनेको चाहिँ नि हो जुन यो हाइएस्ट अर्डर छ त्यसको पावर 4। अब कतिपयले यहाँ 7 भन्नुहुन्छ, त्यो चाहिँ 7 चाहिँ रङ हो है, 7 हुँदैन। के हेर्नु पर्यो त भन्दा डिग्री पावर अफ डेरिभेटिभ अफ हाइएस्ट अर्डर, हेर्नुहोस् त, डेरिभेटिभ अफ हाइएस्ट अर्डर, ठुलो अर्डरको डेरिभेटिभको डिग्री यानी कि पावरले के दिन्छ, डिग्री दिन्छ। अब जस्तो सपोज मानौँ तपाईले अर्को एउटा एक्जाम्पल लिनुस्, लाइक d2y dx स्क्वायर इज क्यूब रुट 1 प्लस dy dx है, यो इक्वेसन आयो। अब यो यदि तपाईलाई डिफरेन्शियल इक्वेसन आइरहेछ भने तपाईले अर्डर चाहिँ नि यसमा इजिली भन्न सक्नुहुन्छ। अर्डर भनेको हेर्नुहोस् त पहिलो डेरिभेटिभ छ, दोस्रो पनि छ, सेकेन्ड डेरिभेटिभ पनि छ, थर्ड छैन, फोर्थ छैन, सबसे ठुलो अर्डर भनेको सेकेन्ड भयो। सो इट्स अर्डर इज 2। अब डिग्री भन्दाखेरि हेर्नुहोस् है, यसमा तपाईको dy dx जुन छ यो डेरिभेटिभ चाहिँ रुटमा छ। सो यसलाई फ्री फ्रम रेडिकल साइन, सुरुमा रुट हटाउनु पर्यो, त्यहाँ क्यूब रुट भएपछि क्यूबिङ अन बोथ साइड्स गर्नुहोस्। क्यूबिङ गर्दा d2y dx स्क्वायरको क्यूब र यतापट्टि क्यूब गर्दा 1 प्लस dy dx। अब हेर्नुहोस् त यो डेरिभेटिभको पावर हेर्नुहोस् है, यो डेरिभेटिभको पावर हेर्नुहोस्, यहाँ 1 छ भनेपछि हो यस्तो पावरहरू, डेरिभेटिभहरूको पावरहरू चाहिँ के हुनु पर्यो त भन्दा तपाईको होल नम्बर हुनुपर्छ। त्यो फ्र्याक्सनमा आउनु भएन, नेगेटिभमा आउनु भएन। अब यस पछाडि ठुलो जुन अर्डर त भनेको यहाँ 2 भइहाल्यो, यसको पावर कति छ त, 3 छ। सो यसकारण यसको डिग्री भनेको कति हुने भयो, 3 हुने भयो। तर स्टुडेन्टले यसैबाट यसको पावर यहाँ 1 छ भनेर लेख्नुहुन्छ भने चाहिँ त्यो रङ हुन्छ।
त्यसकारण यदि तपाईहरुलाई मल्टिपल चोइस क्वेसनमा अथवा सब्जेक्टिभ मोडमा रहेर सर्ट क्वेसनहरु डिग्री र यदि तपाईहरुलाई अर्डर सोध्छ भने खासै यसमा त्यति धेरै टाउको दुखाउनु पर्दैन। अर्डर हेर्नलाई सिम्पल छ, विदाउट पेन एन्ड पेपर तपाईले भन्न सक्नुहुन्छ। त्यसको लागि केही गर्नु पर्दैन, सबसे ठुलो अर्डर कुन इन्भल्भ छ इक्वेसनमा हेर्ने र त्यसको आधारमा तपाईले के लेख्न सक्नुहुन्छ, डिफरेन्शियल इक्वेसनको अर्डर लेख्न सक्नुहुन्छ। र जब अर्डर फाइन्ड गर्नुहुन्छ त्यसको पावर खोज्नुस् र पावर खोजिरहँदा जस्तो यहाँ हेर्नुस् त डेरिभेटिभको पावर 3 छ, यहाँ फर्स्ट डेरिभेटिभको पावर 1 छ, यस्ता पावरहरु चाहिँ नि फ्र्याक्सनमा अथवा नेगेटिभमा छैन भने अब यो सबै के हो त पोलिनोमियल इन डेरिभेटिभ्स भयो। त्यसकारण अब हामीले के भन्यौं त यसको चाहिँ नि के भयो डिग्री तपाईले 3 भन्न सक्नुभयो है। रुटहरु छ भने त्यसलाई हटाएर मात्रै डिग्री लेख्नु पर्छ। अब जस्तो कुनै कुनै इक्वेसन लाइक तपाईले यदि d2y dx स्क्वायर इज log dy dx यो केस आयो log सँग dy dx। अब यो log बाट फ्री बनाउन कोसिस गर्नु पर्यो, त्यो हुँदैन। त्यस्तै गरी यदि तपाईले dy dx भनेको फेरि यसरी e को पावरमा आयो dy dx मा आयो, अब यतापटि e हटाउन खोज्नु भयो भने log लिनु पर्छ, फेरि माथिको केस रिपिट हुने भयो र माथिबाट log हटाउनु भने फेरि e को पावरमा चाहिँ नि डेरिभेटिभ अपरेटर आउने भयो। त्यस्तै गरेर चाहिँ तपाईको यदि कुनै पनि लाइक dy dx इज tan अनि d2y dx स्क्वायर हो, यसरी कुनै पनि ट्रिगोनोमेट्रिक रेशियोको एंगलको रूपमा आउँछ। अथवा तपाईको इन्भर्स सर्कुलर फंक्सनमा d3y dx क्यूब इज sin इन्भर्स dy dx भनेपछि हो यो यस्तो खालको लगमा आइरहँदा e को पावरमा आउँदा ट्रिगोनोमेट्रिक रेशियोको केसमा र इन्भर्स सर्कुलर फंक्सनको केसमा यसरी इन्भल्भ भएर आउँछ भने त्यस्तो केसमा चाहिँ नि ती डिफरेन्शियल इक्वेसनको डिग्री डिफाइन हुँदैन, नट डिफाइन भनेर लेख्नु पर्यो। ओके, अब हामीले डिफरेन्शियल इक्वेसन त्यसको अर्डर त्यसको डिग्रीको बारेमा सामान्य आइडिया लिइसकेपछि अब यसलाई हामीले चारवटा मेथडबाट अहिलेको लागि क्लास 12 को विद्यार्थी भाइ बहिनीहरूले चारवटा मेथडबाट प्रब्लम बनाउनुहुन्छ र आजको क्लासमा म अप टु 9 PM 9 बजेसम्म सकिएसम्म चाहिँ चारवटै केसमा जस्तो कि हामी सेपरेसन अफ भेरिएबल्स मेथड, होमोजेनियस, एक्ज्याक्ट र लिनियर सम्म पुग्ने टार्गेट लिएर आएको छु। त्यसरी नै हामी क्लासमा अगाडि बढ्नेछौँ। त्यस्तो केही प्रब्लम भयो भने विद्यार्थी भाइ बहिनीहरूले बीचमा क्वेशन पनि राख्न सक्नुहुन्छ। त सबसे पहिला सुरु गरौँ हामीले सेपरेसन अफ भेरिएबल्स मेथड। अब यो मेथड एकदमै सजिलो छ। यसमा हामी के गर्छौं त क्रस मल्टिप्लिकेसन गरेर अथवा एलसीएम लिएर जसरी पनि हुन्छ dy को साइड तर्फ फंक्सन अफ y लिनेछौं र यस्तै गरी dx को साइड तर्फ फंक्सन अफ x लिनेछौं। अब यो लिने बित्तिकै इजिली हामी इन्टिग्रेसन गरेर के गर्छौं त यसको सल्युसन निकाल्ने छौं है। त तपाईहरुले के बुझ्नु पर्यो, dy को साइड तर्फ जसरी हुन्छ फंक्सन अफ x y र dx को तर्फ फंक्सन अफ x ल्याउनु भयो भने अनि इन्टिग्रेसन गर्ने बित्तिकै यसको सल्युसन पाउनुहुन्छ। र मैले यहाँ चाहिँ पास्ट क्वेशनहरुको कलेक्सनमा आएको छु म अलिकति इम्पोर्टेन्ट क्वेशनहरु, ताकि तपाईहरुलाई अलिकति त्यसले गाइड गरोस् र धेरै भन्दा धेरै प्रब्लमहरु तपाईहरुले बनाउन सक्नुहुन्छ। सबसे पहिला मैले एक्जाम्पल नम्बर 1 लिइरहेको छु। त सल्भ भनेर dy dx व्हिच इज 2x + 1 डिवाइड बाइ 5y टु द पावर 4 + 1। अब यसलाई सल्युसन दिँदाखेरि हेर्नुस् त के गर्न सकिन्छ। सबसे पहिला त हेर्नुस् त यो भेरिएबल सेपरेट भएको छैन, सो हामीले के गरौँ क्रस मल्टिप्लिकेसनबाट। जस्तो हेर्नुस् त अब यो 5y टु द पावर 4 + 1 ले यो dy तर्फ मल्टिप्लाई गर्नुस् 5y टु द पावर 4 + 1 dy इज इक्वल टु 2x + 1 dx। अब यो गर्ने बित्तिकै के भयो त भेरिएबल सेपरेट भयो भनेको यो dy तर्फ y हरु आइरहेछ र dx तर्फ x हरु बनिरहेछ। अब यो गर्ने बित्तिकै तपाईले इन्टिग्रेसन गर्दिनुस्, integrating on both sides we get हेर्नुस् त 5y टु द पावर 4 को इन्टिग्रेसन विथ रेस्पेक्ट टु y गर्दा 5 को 5 y टु द पावर 4 को कति हुन्छ 4 + 1 भनेपछि 5 डिवाइड बाइ 5
प्लस 1 को इन्टिग्रेसन विथ रेस्पेक्ट टु वाई भनेको वाई, यस्तै गरी यतापट्टि 2 को 2 एक्स को इन्टिग्रेसन विथ रेस्पेक्ट टु एक्स गर्दा एक्स स्क्वायर बाई 2 प्लस 1 को फेरि एक्स भयो हो। अब यति गरिसके पछाडि सी कहाँ राख्ने, त्यो कन्स्ट्यान्ट एउटा इन्ट्रोड्युस गर्नु पर्यो हो। त्यसमा विद्यार्थी भाइ बहिनीहरू कन्फ्युजन नहुनुहोस्। तपाईँलाई मन लाग्छ लेफ्ट ह्यान्ड साइडमा राख्न सक्नुहुन्छ, मन लाग्छ तपाईँले राइट ह्यान्ड साइडमा राख्न सक्नुहुन्छ है। र मैले अहिले यहाँ राइट ह्यान्ड साइडपट्टि राखेँ र यो सी चुज गर्दा हेर्नुहोस् त, सी चुज गर्दाखेरि अलिकति तपाईँ चलाक हुनुपर्छ। सी भनेको सिमिलर फेसनमा जानुपर्छ भन्न खोजेको। सबै पार्टहरू लग आइरहेछ यानि कि एलएन बनिरहेछ भने सी लेख्दा लग सी लेख्ने, यदि सबै नेगेटिभ आइरहेछ भने सी लेख्दाखेरि नेगेटिभ सी राखिदिनुहोस्। सबैमा अपन 2, जस्तो अब हेर्नुहोस् त यहाँ अपन 5, यहाँ पनि 5 थियो, यहाँ पनि 5 थियो, यहाँ पनि 5 थियो भने म सी अपन 5 लेख्थेँ, ताकि हाम्रो आन्सर स्ट्यान्डर्ड हुन्छ र तपाईँलाई अलिकति बुकको आन्सर होइन यस्तै ओल्ड इज गोल्डको आन्सरहरू हेर्दाखेरि ठ्याक्कै मिलेको फिल पनि हुन्छ। सो यसलाई त्यस्तो केही गर्नु परेन। सो हाम्रो यो भनेको वाई स्क्वायर प्लस वाई इज इक्वल टु एक्स स्क्वायर प्लस एक्स प्लस सी, यो नै हाम्रो के भयो त रिक्वायर्ड सोल्युसन भयो। अब विद्यार्थी भाइ बहिनीले यसमा एउटा कुरा के बुझ्नु जरुरी छ भने मैले अहिले भर्खरै भने सी कहाँ राख्ने भन्ने कुरामा सपोज मानिलिउँ कोही स्टुडेन्टले अब एक्स इज वाई आएको छ भने हेर्नुहोस् त यतापट्टि सी राख्यो भने एक्स माइनस वाई इज सी हुने भयो होइन, यसरी एउटा आन्सर आउने भयो। अब यदि मानिलिउँ यो साइडमा तपाईँलाई सी लेख्न मन लाग्यो भने एक्स प्लस सी इज फेरि वाई हुने भयो। अब यहाँबाट हेर्छौँ भने त हामी सी इज वाई माइनस एक्स, हेर्नुहोस् त अब यो दुईटामा कुन राइट आन्सर भन्दा एक्स माइनस वाई इज सी अथवा वाई माइनस एक्स इज सी, दुईटै राइट आन्सर हो। तपाईँले यो इक्वेसनलाई डेरिभेटिभ गर्नु अथवा यो इक्वेसनलाई डेरिभेटिभ गर्नुभयो भने सेम रिजल्ट पाउनुहुन्छ। त्यसकारण सी कहाँ राख्ने भन्दाखेरि हेर्नुहोस् त तपाईँले जस्ट यो पार्टलाई एक्स माइनस वाईलाई जस्ट इक्वेसनलाई माइनसले मल्टिप्लाई गरिदिनुहोस् त, एक्स माइनस वाई भनेको के बन्छ यो वाई माइनस एक्स बन्छ। अब सी को ठाउँमा जुन तपाईँले माइनसले मल्टिप्लाई गर्नुहुन्छ माइनस सी आउँछ भने त्यो एउटा स्टुडेन्टको माइनस सी भनेको अर्कोको लागि प्लस सी पनि हुनसक्ला। त्यसकारण सी यता राख्ने उता राख्ने त्यस्तोमा कन्फ्युजन नहुनुहोस्। एउटै कुरा हो, फेरि भन्न खोजेको तपाईँले इक्वेसनलाई माइनसले मल्टिप्लाई गर्दाखेरि त्यो माइनस सीलाई सी सम्झिनुहोस् त, अब बन्ने नयाँ टर्म जुन छ त्यो पनि राइट आन्सर हुन्छ। तर त्यसको अर्थ यदि मानिलिउँ एक्स माइनस वाई आइरहेछ, सपोज स्टुडेन्टको कुनै पनि आन्सर यस्तो आयो एक्स माइनस वाई इज सी आएको छ भने यसको अल्टरनेटिभ आन्सर भनेको वाई माइनस एक्स इज सी हुनसक्छ। तर यहाँ स्टुडेन्ट भाइ बहिनीहरूले फेरि सर एक्स प्लस वाई इज सी आयो भने के हुन्छ भनेर सोध्नु भने यो चाहिँ रङ हुन्छ, किनकि यो इक्वेसनलाई माइनसले मल्टिप्लाई गर्दाखेरि यो बन्छ न कि यो बन्दैन। त्यसकारण जस्तो कतिपय केसमा हामीलाई वाई सी एक्स आयो भने यसको अर्को आन्सर भनेको एक्स इज इक्वल टु सी टाइम्स वाई पनि हो, किनकि यहाँबाट तपाईँले ल मानौँ एक्सको भ्यालु निकाल्नु भयो भने एक्स भनेको 1/c टाइम्स वाई र यो 1/c लाई के कन्सिडर गरिदिनुहोस् त एक्स भनेको के टाइम्स वाई, हेर्नुहोस् त यो जस्तै आयो नि त। त्यसकारण यसमा कन्फ्युजन नहुने है, यो र यो के हो दुईटै राइट आन्सर हो। अब मानिलिउँ एकपटक लास्ट इयरको प्रब्लममा एउटा यस्तो वाई सी एक्स अप्सन बीमा छ, एक्स इज सी वाई अप्सन सीमा छ मल्टिपल चोइस क्वेसनमा भने त्यस्तो केसमा विद्यार्थी भाइ बहिनीहरूले अप्सन बी लेख्नुभयो त्यो पनि राइट हुन्छ, अप्सन सी लेख्नुभयो त्यो पनि राइट हुन्छ। अब डीमा यदि बोथ बी एन्ड सी भएको भए चाहिँ तपाईँले डीसम्म पुग्नुपर्ने हुन्छ। ओके, यस्तै गरी हामी एक्जाम्पल नम्बर 2 लिएँ मैले त सल्भ भनेर डिवाई डिएक्स प्लस 4x इज इक्वल टु 2 टाइम्स अफ ई टु दी पावर एक्स। अब यसलाई हेर्नुहोस् त यसको सोल्युसनतर्फ लागि म यहाँबाट हामी के लेख्न सक्छौँ डिवाई डिएक्स इज इक्वल टु 2 टाइम्स अफ ई टु दी पावर एक्स माइनस 4x। भेरिएबल सेपरेट गर्न खोज्दैछु म। सो यसलाई हामीले लेख्न सक्यौँ डिवाई इज 2 ई टु दी पावर एक्स माइनस 4x डिएक्स। त भनेको डिएक्सको साइडतर्फ एक्सहरू आयो र डिवाईमा यहाँ हाम्रो 1 छ। अब इन्टिग्रेसन गरिदिनुहोस्, इन्टिग्रेटिङ गर्दा इन्टिग्रेसन अफ 1 विथ रेस्पेक्ट टु वाई भनेको जस्ट वाई भयो र यतापट्टि हेर्नुहोस् 2 को 2 ई को पावर एक्स को इन्टिग्रेसन ई को पावर एक्स
-4 को 4 x को इन्टिग्रेसन हेर्नुस् त x²/2 हो। अब यस पछाडि तपाईले प्लस c राख्नुस्। त देयरफोर हाम्रो आन्सर कति भयो y इज 2 टाइम्स अफ e टु द पावर x माइनस फेरि यसलाई 2 ले कट गर्नुस् 2x² + c। यो नै हाम्रो के भयो त रिक्वायर्ड सोलुसन भयो। अब यो सोलुसनमा तपाईले डेरिभेटिभ गरेर dy dx निकाल्नुहुन्छ भने यो जुन प्रब्लम छ डिफरेन्शियल इक्वेसन बन्छ। ओके, यस्तै गरी हामी अब प्रब्लमलाई अलि स्पिडमा लैजाँदैछौँ। बिचमा त्यस्तो केही भयो भने तपाईले बोल्न सक्नुहुन्छ। एक्जाम्पल नम्बर 3 तर्फ लागे म सल्भ भनेर एउटा प्रब्लम लिएको छु मैले xy² + x dx + yx² + y dy इज 0। अब हेर्नुस् त यसलाई बनाउँदाखेरि विद्यार्थी भाइ बहिनीहरूले एकै पटक यसलाई मल्टिप्लाई गरिदिनु भयो भने प्रब्लम बिग्रन पनि सक्छ, किनकि भेरिएबल सेपरेटै हुँदैन। सो भेरिएबल सेपरेट हुनको लागि तपाईले के गर्नु सक्नुहुन्छ, सबसे पहिला यहाँबाट हेर्नुस् केही कमन आइरह होला, यहाँबाट पनि केही कमन आएको होला, कमन लिदिनुस्। x कमन लिएपछि बाँकी रहन्छ यो y² + 1 dx। यस्तै गरी यो सेकेन्डबाट y कमन लिनुभयो भने बाँकी रहन्छ x² + 1 dy इज 0। सही त। अब यहाँ हेर्नुस् त विद्यार्थी भाइ बहिनीहरूले के बुझ्नु पर्यो भने जस्तो तपाईले यो dx सँग x ठीक छ, यो हुनु भएन, y² + 1 एक्स्ट्रा भयो, यो मिलेन। त्यसकारण यहाँ dy सँग पनि y त ठीक छ, यो पार्ट x² + 1 हुनु भएन भनेपछि पहिलो पार्टमा यो पार्ट y² + 1 र सेकेन्ड टर्ममा यो x² + 1 भनेपछि यो दुईवटा चाहिँ एक्स्ट्रा भयो भनेपछि यो दुईवटाको प्रडक्टले डिवाइड गरिदिनुस् त। डिवाइडिङ both sides by x² + 1 into y² + 1 we get, हेर्नुस् त डिवाइड गर्नुस्, यसलाई डिवाइड गर्नुस् x टाइम्स अफ y² + 1 dx डिवाइड बाई x² + 1 into y² + 1 भयो। त्यस्तै गरी यतापट्टि y टाइम्स x² + 1 dy डिवाइड बाई x² + 1 into y² + 1 इज इक्वल टु 0। र यहाँबाट y² + 1 y² + 1 तपाईको क्यान्सल भइहाल्यो, यो र यो क्यान्सल भयो। यस्तै गरी यहाँबाट x² + 1 x² + 1 पनि क्यान्सल भयो। अब हेर्नुस् त यो पार्ट हेर्नुस्, यसको डेरिभेटिभ हेर्नुस्, x² + 1 को डेरिभेटिभ 2x हुन्छ, जुन कि हामीसँग माथि x मात्रै छ। सो हामीलाई 2x बनाउनु छ र यो इक्वेसन भएको कारणले अगाडि 1/2 राखेर 2 ले मल्टिप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने त्यो पनि गर्न पाउनुहुन्छ, तर इक्वेसन हो त्यसकारण जस्ट 2 ले मल्टिप्लाई गर्नुस्। अब 2 ले मल्टिप्लाई गर्नु भने के हुन्छ हेर्नुस् त यो 2x dx डिवाइड बाई x² + 1 प्लस यतापट्टि 2y dy डिवाइड बाई y² + 1 इज 0 भयो, किनकि 0 लाई 2 ले मल्टिप्लाई गर्दा 0 भयो। सो अब फाइनली हेर्नुस् त यहाँ डिनोमिनेटर जुन x² + 1 छ यसको डेरिभेटिभ माथि एक्ज्याक्टली आइरहेको छ। अब इन्टिग्रेसनमा तपाईले पढ्नु भएछ, के पढ्नु भएछ भने यदि कुनै पनि फंक्सन लाइक यस्तो खालको f(x) भन्ने कुनै एउटा फंक्सन छ, त्यसको डेरिभेटिभ ठ्याक्कै माथि छ, अब विथ रेस्पेक्ट टु x गर्नुहुन्छ भने यसको फर्मुला त तपाईले पढ्नु भएछ होला इन्टिग्रेसनमा, तलको डेरिभेटिभ माथि ठ्याक्कै बन्छ भने त्यो केसमा log डिनोमिनेटर f(x + c) पढ्नु भएछ हैन। ओके, ठ्याक्कै यहाँ पनि त्यही अप्लाई गर्नुस्। अब इन्टिग्रेसन गर्नुहुन्छ भने इन्टिग्रेटिङ गर्दा log यसको डेरिभेटिभ ठ्याक्कै माथि छ, सो log x² + 1 प्लस यतापट्टि पनि त्यही log y² + 1 हो। अब तपाईले राइट ह्यान्ड साइडमा c मात्र नलेख्नुस्, किनकि यहाँ पनि log आएको छ, यहाँ पनि log आएको छ भने अब c को ठाउँमा log c राख्नुस्, log c राख्नुस्। यसरी तपाईले log c राखेपछि त्यो log हटाउन सकिन्छ, किनकि यहाँ हेर्नुस् त log a
प्लस लग बी, लग ए प्लस लग बी भनेको लग ए इन्टु बी, लग ए इन्टु बी गर्न सक्नुहुन्छ र यसको आन्सर तपाईँले इजिली पाउनुभयो। कन्टिन्यू, लग एक्स स्क्वायर प्लस 1 टाइम्स वाई स्क्वायर प्लस 1 इज लग सी। अब दुवैबाट लग हटाइदिनुहोस्, देयरफोर एक्स स्क्वायर प्लस 1 टाइम्स वाई स्क्वायर प्लस 1 इज सी। यो नै हाम्रो के भयो त, रिक्वायर्ड सल्युसन भयो। केही कसैलाई प्रब्लम छैन भने मैले यस्तै गरी इक्जाम्पल नम्बर 4 लिँदैछु। अर्को क्वेसनमा जाउँ। Yes, sir. ओके, सो इक्जाम्पल नम्बर 4 तर्फ लागि म। सल्भ एक्स डिवाई डिएक्स प्लस वाई माइनस 1 इज 0। यो प्रब्लम पनि तपाईँले एक्जाममा धेरै पटक पास्ट क्वेसनहरू हेर्नुभयो भने पाउनुहुन्छ। अब यसलाई डिफ्रेन्ट तरिकाले बनाउन सकिन्छ। यो वाई माइनस 1 जुन छ यसलाई राइट ह्यान्ड साइडपट्टि लगेर पनि बनाउन सक्नुहुन्छ होइन, अथवा तपाईँले त्यो नलगिकन जस्ट यसलाई एलसिएम लिएर पनि बनाउन सक्नुहुन्छ। जस्तो एलसिएम लिनुभयो भने एक्स डिवाई प्लस यो वाई माइनस 1 का डिएक्स पुग्ने भयो, वाई माइनस 1 डिएक्स इज 0। अब हेर्नुहोस् त, भेरिएबल सेपरेट भएको छैन किनकि यो डिवाईसँग एक्स छ, यो हुनु हुँदैन, र डिएक्ससँग वाई माइनस 1 त्यो पनि हुनु भएन। भनेपछि यो दुईवटाको प्रडक्टले एक्स टाइम्स वाई माइनस 1 ले डिभाइड गरौँ। र यसलाई डिभाइड गर्दा हेर्नुहोस् त, एक्स डिवाई अपन एक्स टाइम्स वाई माइनस 1 प्लस वाई माइनस 1 डिएक्स डिवाइड बाई एक्स टाइम्स वाई माइनस 1 इज 0। र यहाँबाट तपाईँले यस्तै हेर्नुहोस् त, एक्स र एक्स क्यान्सल गर्नुभयो, यतापट्टि वाई माइनस 1 ले वाई माइनस 1 लाई क्यान्सल गर्यो, र यहाँ बाँकी रहन्छ डिवाई अपन वाई माइनस 1 प्लस अर्को भनेको डिएक्स अपन एक्स इज 0। अब भेरिएबल सेपरेट पनि भयो। अब इन्टिग्रेसन गर्नुहोस्, इन्टिग्रेसन गरिदिनुहोस्। इन्टिग्रेटिङ गर्दाखेरि डिवाई अपन वाई माइनस 1 भनेको लग वाई माइनस 1, यस्तै गरी 1 अपन एक्सको इन्टिग्रेसन भनेको फेरि लग एक्स हुने भयो, र यहाँ सबैमा लग आएको कारणले तपाईँले के लेख्नु पर्यो, लग सी। अब अघिनाकै रुल हेर्नुहोस् त, लग ए प्लस लग बी, लग ए इन्टु बी लग वाई माइनस 1 इन्टु एक्स, लग ए इन्टु बी इज इक्वल टु लग सी। अब दुवैबाट लग हटाइदिनुहोस् त, के आउने भयो आन्सर, वाई माइनस 1 टाइम्स एक्स इज सी। यो नै हाम्रो के भयो त, रिक्वायर्ड आन्सर भयो। अब यसमा विद्यार्थी भाइ बहिनीहरूलाई मैले भनिहालेँ, यदि तपाईँहरूले प्रब्लम बनाउँदै जाँदाखेरि यसलाई माइनसले मल्टिप्लाई गर्नुभयो, यसलाई माइनसले मल्टिप्लाई गर्नु भने के पाउन सक्नुहुन्छ, हेर्नुहोस् त, यो एक्स त एक्स भइहाल्यो, यो भनेको 1 माइनस वाई आउँछ, र यो माइनस सीलाई तपाईँले के सपोज गरिदिनु भयो भने हो यो टाइपको आन्सर आछ भने त्यो पनि राइट आन्सर हो। किनकि यसलाई जब तपाईँले डेरिभेटिभ गरेर डिवाई डिएक्स निकाल्दै जानुहुन्छ भने यो कन्डिसन बनाउन सक्नुहुन्छ, त्यस्तै त्यो कन्डिसन यसले पनि सेटिस्फाई गर्छ। तर अब यसमा विचार गर्ने कुरा, हामीले आन्सर लेख्दा कुन राख्दा राइट हुन्छ भन्ने कुरामा चाहिँ नर्मल्ली अब यहाँ वाई माइनस 1 आएको छ भने यसलाई वाई माइनस 1 मै राख्नु बेटर हुन्छ। 1 माइनस वाई गर्दाखेरि रङ हुने होइन, त्यो पनि राइट हो, अल्टरनेटिभ आन्सर हो, तर जे फर्ममा छ त्यसमै राखिदिनु भने तपाईँहरूलाई सजिलो भन्न आउँछ। र यस्तै गरी अर्को एउटा क्वेसन लिउँ, एक्जाम्पल नम्बर 5, डिवाई डिएक्स प्लस अंडर रुट 1 माइनस वाई स्क्वायर अपन 1 माइनस एक्स स्क्वायर इज 0। र यसलाई हामीले अब प्रब्लम बनाउँदै जाँदा अहिले हामीले के डिस्कस गरिरहेछौँ भने सेपरेसन अफ भेरिएबल्स मेथड, भेरिएबलहरूलाई सेपरेट गरेर प्रब्लम बनाउँदैछौँ। सो यसलाई नै एलसिएम लिदिनुहोस्। तपाईँले हेर्नुहोस् त, यो अंडर रुट 1 माइनस एक्स स्क्वायर यतापट्टि पुर्याउनुहोस् त, के हुन्छ, अंडर रुट 1 माइनस एक्स स्क्वायर डिवाई प्लस यो डिएक्सलाई
यतापट्टि लैजानुस् अंडर रूट 1 माइनस वाई स्क्वायर dx इज 0। अब एक्जाममा तपाईको डाइरेक्ट यो आयो भने झनै सजिलो भयो, किनकि यो आएकोलाई हामीले यसरी बनायौं भने। अब यहाँ पनि हेर्नुस् त, यहाँ भेरिएबल सेपरेट भएको छैन, किनकि यो dy को साइडमा यो पार्ट इन टर्म्स अफ x आउनु भएन, त्यस्तै गरी dx को साइडमा यो पार्ट आउनु भएन, ठ्याक्कै अपोजिट छ। सो हामीले के गर्नु पर्यो, यही रुटहरुको प्रोडक्ट यो दुईटाले डिवाइड गरौँ। जस्तो dividing both sides by under root 1 minus x square into under root 1 minus y square, we get, हेर्नुस् त, त्यसलाई डिवाइड गर्नुस्, त 1 minus x square थियो under root 1 minus x square dy छ, यसलाई यसले डिवाइड गर्नुस् र यसले डिवाइड गर्ने बित्तिकै यो 1 minus x square भयो, यतापट्टि पनि 1 minus y square भयो। त्यस्तै यो पार्टलाई पनि तपाईले त्यही काम गर्नुस्, under root 1 minus y square dx र अपन under root 1 minus x square into under root 1 minus y square is, यहाँ 0 अपन यो पार्ट गर्दा 0 भयो र यहाँ तपाईले इजिली के पाउनु भयो त, हेर्नुस् त, यसले यसलाई क्यान्सल गर्यो, फेरि यस्तै गरेर यसले पनि यसलाई क्यान्सल गर्यो। अब यहाँ बाँकी रह्यो dy अपन अंडर रूट 1 माइनस वाई स्क्वायर। तपाईले सम्झिनु पर्यो इन्टिग्रेसन को फर्मुलाहरु, जुन dy अपन अंडर रूट a स्क्वायर माइनस x स्क्वायर क्लास 12 मा पढ्नु भएको छ। यो भनेको साइन इन्भर्स x बाई a प्लस c हैन। त्यसकारण हाम्रो यहाँ a स्क्वायर को ठाउँमा 1 छ, a को भ्यालु 1 नै भयो, किनकि 1 स्क्वायर भनेको 1 नै हुने भयो। सो इन्टिग्रेसन गर्छौं भने integrating we get sin inverse y प्लस यतापट्टि तपाईको sin inverse x हो। अब हेर्नुस् त, तपाईले sin inverse लाई हटाउन सक्नुहुन्छ र त्यसलाई सिम्पल फर्ममा लैजान सक्नुहुन्छ भने त्यो कोसिस गर्नुस्, किनकि यहाँ पनि sin inverse आएको छ, यहाँ पनि sin inverse आएको छ भने सो यतापट्टि c चुज गर्दा पनि sin inverse c लेख्नुस्। अब यदि c मात्र लेख्नु भयो भने त्यो पनि राइट आन्सर त हो, तर स्ट्यान्डर्ड आन्सर चाहिँ नि होइन। किन भन्दा तपाईले क्लास 11 मा sin इन्भर्स x प्लस sin इन्भर्स y को फर्मुला पढिसक्नु भएको छ है। त्यो फर्मुला के थियो त भन्दा sin इन्भर्स x टाइम्स अंडर रूट 1 माइनस y स्क्वायर प्लस y टाइम्स अंडर रूट 1 माइनस x स्क्वायर इज sin इन्भर्स c। sin इन्भर्स c बोथबाट के गर्नुस्, साइन इन्भर्सलाई हटाइदिनुस्, अथवा तपाईले टेकिङ साइन अन बोथ साइड्स गरेको सम्झन सक्नुहुन्छ। त यहाँबाट तपाईले के पाउनु भयो त भन्दा आन्सर तपाईको के हुने भयो त, x टाइम्स अंडर रूट 1 माइनस y स्क्वायर प्लस y टाइम्स अंडर रूट 1 माइनस x स्क्वायर इज c। यो चाहिँ नि हाम्रो के भयो त, आन्सर भयो। अब कतिपय विद्यार्थी भाइ बहिनीहरुले सर यहाँबाट यो कसरी आयो त, यो किन भन्ने कुरा गर्नुहुन्छ। क्लास 11 मा तपाईले इन्भर्स सर्कुलर फंक्सन पढ्दाखेरि यो टाइपको फर्मुलाहरु डिस्कस गर्नु भएको थियो। अब आएन भने मैले तपाईलाई एकदम इजिली भनिदिन्छु कसरी याद गर्ने त भने, किनकि यसमा त्यति घुमाएर एक्स्ट्रा क्वेशनहरु आउनेवाला छैन। त्यसकारण sin इन्भर्स x प्लस sin इन्भर्स y को फर्मुला भनेको बीचमा प्लस बेसी, बीचमा यहाँ प्लसै राख्नुस् है। अनि सिम्पल तपाईले यहाँ कुनै एउटा चुज गर्नुस्, यो x र y मध्येमा कुनै लेख्नुस्। जस्तो मैले x लेखेँ भने अब यसलाई यहाँ सम्झिनुस्, यो पार्टलाई y को चाहिँ नि रुट अंडर 1 माइनस y स्क्वायर गरेर राख्न सक्नुहुन्छ। प्लस अब यसपछि तपाईले यहाँ x लेख्नु भएको छ भने यहाँ y लेख्नुस्। अब त्यसको बाँकी रहेको पार्ट यो, यसलाई ल्याएर यहाँ राख्नुस्। भनेको यो लेख्दाखेरि x नै नराख्ने y मा राखिदिने हैन, यसरी। अनि यो पार्ट लिँदाखेरि चाहिँ तपाईले यसको ठ्याक्कै अपोजिट x मा राख्नुस्। इजिली तपाईले याद गर्न सक्नुहुन्छ। यहाँ बीचमा यदि माइनस थियो भने यहाँ बीचमा पनि माइनस राख्नुस् र यसरी हामीले यो आन्सर निकाल्यौं है। ओके, यस्तै गरी अर्को एउटा क्वेशन म लिदैछु। एक्जाम्पल हजुर, यो स्टेप कसरी आयो भनेर देखाउनु पर्दैन? पर्दैन, यो तपाईले डाइरेक्ट यो
जस्तो कि कतिपय केसमा भनेको 11 मा पढिसक्नु भएको फर्मुलाहरू हो नि त, त्यसकारण यसमा यो कसरी आयो भनेर यसलाई तपाईँले 11 मा भए ए मान्ने अनि बी सपोज गरेर अथवा अल्फा बिटा सपोज गरेर गर्नुहुन्थ्यो भने यहाँ चाहिँ डाइरेक्ट लेख्ने। जस्तो कि हेर्नुहोस् त अर्को एउटा पनि तपाईँलाई एकदम युज हुने के त भन्दा जस्तो तपाईँले कतिपय केसमा चाहिँ नि ट्यान इन्भर्स एक्स है, हेर्नुहोस् त ट्यान इन्भर्स एक्स माइनस ट्यान इन्भर्स वाई आइरह्यो होइन। यसरी आयो भने यो केसमा तपाईँले पढ्नुभएछ सिम्पल ट्यान इन्भर्स एक्स माइनस वाई, हेर्नुहोस् त यो एक्स यो वाई अपन 1 प्लस एक्स वाई हो। यसलाई यो स्टेपबाट यो डाइरेक्ट लेख्न सक्नुहुन्छ, त्यसको त्यो सपोज गरेको स्टेपहरू सो गर्न पर्दैन। ओके, त्यस्तै गरी हामी एक्जाम्पल नम्बर 6 मा लाग्यौँ र एक्जाम्पल नम्बर 6 मा dy dx प्लस 1 प्लस cos 2y डिभाइड बाई 1 माइनस cos 2x इज 0। अब यो पनि तपाईँको एक्जाममा धेरै पटक सोधेको प्रब्लम हो, धेरै पटक एक्जाममा सोधिरहेछ। सो हामीले के गर्यौँ त भन्दा सिधै क्रस मल्टिप्लाई गऱ्यौँ भने यो dy को साइडमा 1 माइनस cos 2x र यो dx को ठाउँमा 1 प्लस cos 2y जान्छ। सो हामीलाई थाहा छ यो 1 प्लस cos 2y र 1 माइनस cos 2x लाई हामीले सिम्पल फर्ममा लैजान सक्छौँ। क्लास 10 मा तपाईँले मल्टिपल र सब मल्टिपल एङ्गलको फर्मुलाहरू डिस्कस गर्नुभएको छ ट्रिगोनोमेट्रीमा। सो cos 2a सम्झिनुहोस् त cos 2a भयो भने यसलाई जनरली अब धेरै इन टर्म्स अफ cos, इन टर्म्स अफ sin, इन टर्म्स अफ tan धेरैमा पढ्नु भएको छ, तर प्राय युज हुने भनेको तपाईँलाई cosमै चाहियो भने 2 cos स्क्वायर a माइनस 1, साइनमा चाहियो भने 1 माइनस 2 sin स्क्वायर a हुन्छ। सो अब तपाईँलाई cos 2a मा त्यो राख्न सक्नुहुन्छ। जस्तो कि हेर्नुहोस् है त dy dx प्लसको प्लस, अब यहाँ हेर्नुहोस् त 1 को 1 प्लस cos 2y को फर्मुला यस्तो चुज गर्नुहोस् ताकि यो साइडको 1 क्यान्सल होस्। सो cos 2y को मैले अहिले यो वाला फर्मुला युज गर्नु पर्यो त 2 cos स्क्वायर, अब यहाँ त y छ सो y माइनस 1, यस्तै गरी 1 को 1 माइनस अब cos 2x को ठाउँमा यसलाई युज गर्नु पर्यो किनकि 1 मलाई क्यान्सल गर्नु छ। सो यो माइनसले खोल्नुहोस् त्यसलाई माइनस 1 भयो अनि यो माइनस त्यो माइनस प्लस भयो 2 sin स्क्वायर एक्स इज 0। यहाँबाट यो 1 र माइनस 1 अनि यो 1 र माइनस 1 क्यान्सल भयो। अब बाँकी रहन्छ यो dy dx प्लस, हेर्नुहोस् त यो 2 2 क्यान्सल, अब यहाँ माथि y छ यहाँ x है, फरक पर्छ फेरि हेर्नुहोस्। सो 2 मात्रै क्यान्सल भयो। सो यो बाँकी रह्यो cos स्क्वायर y डिभाइड बाई sin स्क्वायर x इज 0। एलसिएम लिदिनुहोस्, यो sin स्क्वायर x dy प्लस cos स्क्वायर y dx इज 0। अझ पनि हाम्रो प्रब्लम बनेको छैन किनभने हेर्नुहोस् त यो dy को ठाउँमा x आइरहेछ र dx सँग y आइरहेछ भनेपछि अब मैले यसको र यसको प्रडक्टले डिभाइड गरिदिने, जहिले पनि डिभाइड गर्नुहोस्। यो तपाईँको पाउनुहुन्छ sin स्क्वायर x dy अपन sin स्क्वायर x इन्टु cos स्क्वायर y, अनि यतापट्टि पनि यस्तै गरी cos स्क्वायर y dx अपन sin स्क्वायर x इन्टु cos स्क्वायर y इज 0। अब यहाँबाट हेर्नुहोस् त यो sin स्क्वायर x क्यान्सल, यहाँबाट cos स्क्वायर y क्यान्सल। अब तपाईँले के गर्नु पर्यो स्ट्यान्डर्ड फर्ममा लैजानु पर्यो है। भनेपछि यो cosलाई माथि लैजानुहोस्, के हुन्छ हेर्नुहोस्, माथि लानुभयो भने sec स्क्वायर y अनि dy को dy, यो sin स्क्वायर x लाई माथि लैजानुहोस् cosec स्क्वायर x dx इज 0। अब हेर्नुहोस् त dy सँग y छ, dx सँग फेरि x छ। अब इन्टिग्रेसन गर्नुहोस्, इन्टिग्रेसन गर्नुहुन्छ भने sec स्क्वायर y को इन्टिग्रेसन विथ रेस्पेक्ट टु y गर्दा tan y, यस्तै गरी cosec स्क्वायर x को इन्टिग्रेसन विथ रेस्पेक्ट टु x गर्नुहुन्छ भने माइनस cot x है। अनि यतापट्टि अब हेर्नुहोस् त दुवै हामीलाई यदि कट आएको थियो अथवा दुवै चाहिँ तपाईँको ट्यान आएको थियो भने त हामीले त्यहाँ पनि त्यही अनुसारले चुज गर्थ्यौँ सी। अब अहिले त्यहाँ तपाईँले ट्यान सी लेखेर कट सी लेखेर खासै त्यसलाई त्यहाँबाट ट्यान अथवा कटलाई हामी हटाउन सक्दैनौँ। सो हामीले के गर्यौँ जस्ट अहिले सी मात्र लेख्यौँ, यो हाम्रो राइट आन्सर भयो।
ल यसमा केही त्यस्तो प्रब्लम छैन भने अब त नर्मल्ली तपाईँले टेक्निक के बुझ्नुभयो भने सेपरेसन अफ भेरिएबल्स भनेको भेरिएबललाई सेपरेट गर्ने, डिवाईको साइडमा वाईहरूलाई लैजाने र डिएक्सको साइडमा एक्सहरूलाई लैजाने अनि इन्टिग्रेसन गर्ने प्रब्लम बनिहाल्छ। अब यसपछि हामी तपाईँको एकदमै इम्पोर्टेन्ट पार्ट, जनरली धेरैभन्दा धेरै एक्जाममा सोधेको होमोजेनियस इक्वेसनको बारेमा आइडिया लिन गइरहेछौँ। सो मैले स्टार्ट गरेँ होमोजेनियस डिफरेन्सियल इक्वेसन। र यो टाइपको प्रब्लमहरू तपाईँले बनाउनुहोस् घरमा टन्नै। त्यस्तो केही भयो भने हाम्रो मेसेन्जरतिर, हाम्रो अब वाट्सएप च्याट बक्सतिर पनि आन्सर तपाईँले पठाउन सक्नुहुन्छ र मेरो पर्सनल नम्बर पनि तपाईँलाई चाहियो भने तपाईँले हाम्रो टिमसँग कन्सल्ट गर्न सक्नुहुन्छ, माग्न सक्नुहुन्छ र त्यो नम्बरबाट मैले तपाईँहरूले पठाएका क्वेसनहरूको चाहिँ फुर्सदमा तपाईँले तुरुन्त अहिले पठाउनु भयो, तुरुन्तै त त्यसको सल्युसन मैले दिन सक्दिनँ, किनकि अब म कतै बिजी भएको हुनसक्छु र मेरो फ्री टाइममा तपाईँलाई मिलाएर मैले 24 आवर्सभित्रमा चाहिँ त्यसको सल्युसन कतै केही गरेर पठाइदिन सक्छु है त। सो हामीले अब भन्नुहोस् त सर त्यहाँ -1 त्यो +1 नकाट्दाखेरि त्यहाँ मतलब डाइरेक्टली 2 cos स्क्वायर जस्तो लेख्न सक्दिनँ। यो जस्तो 1 र 1 क्यान्सल भयो, तलपट्टि पनि 1 र 1 क्यान्सल भयो भने चाहिँ यो 2 लाई र तलमाथिको 2 लाई हटाएर cos स्क्वायर y अपन sin स्क्वायर x गरेँ। नाइ त्यो भनेको नि क्या यो यहाँ लेख्नु पनि cos 2 = 2 cos स्क्वायर -1 हजुर अनि -1 यो साइडले त्यसै फर्म आइछ पनि हो। अब त्यही त मैले जस्ट बुझाउनलाई यो लेखिदिएको होइन। तपाईँले चाहिँ नि सिधै यसको ठाउँमा तपाईँले सोध्नुभएको यो 1 + cos 2y को ठाउँमा सर म सिधै 2 cos स्क्वायर y लेख्छु र तलपट्टि चाहिँ नि 2 sin स्क्वायर x लेख्छु भन्न खोज्नुभएको होइन? हो, त्यो लेख्न जान्नुभयो भने त झन् ग्रेट भइहाल्यो नि, एकदमै राम्रो। मैले स्टुडेन्टलाई अलिक कन्फ्युजन हुन्छ कि भनेर मैले अलि स्टेप खासै जम्प नगरिकन गरेको। तपाईँहरूलाई त्यो बुझिन्छ भने सिधै लेख्न पाउनुहुन्छ। ओके है। अब सानो कुराहरू चाहिँ नि कस्तो नि, मैले यहाँ चाहिँ नि क्लास लिँदाखेरि कसैलाई पनि कन्फ्युजन नहोस्, सायद क्वेसन गर्न नपरोस् भनेर देखाएको हो। तपाईँलाई आउँछ भने त एकदमै राम्रो भइहाल्यो, किनकि 1 + cos 2y भनेको हामीले क्लास 10 मा यति युज गऱ्यौँ कि डाइरेक्ट हामीले 2 cos स्क्वायर y लेख्न सकिन्छ। त्यो त झनै राम्रो भयो। त यो भनेको तलको पार्ट 2 sin स्क्वायर x त्यो लेख्न पाउनुभयो भने, सक्नुभयो भने तपाईँले पाउनुहुन्छ। त्यसलाई कुनै पनि स्किप गरेको, जम्प गरेको मानिन्न है। ल अब हामीलाई थोरै म अब आइडिया दिँदैछु होमोजेनियस इक्वेसनबाट। हेर्नुहोस् है त, सबसे पहिला होमोजेनियस डिफरेन्सियल इक्वेसन भनेको के हो मैले थोरै आइडिया पनि दिन गइरहेको छु। अ डिफरेन्सियल इक्वेसन अफ फर्स्ट अर्डर एन्ड फर्स्ट डिग्री। अब हामीले अहिले जति पनि इक्वेसनहरू पढिरहेछौँ त्यसको डिग्री र अर्डर चाहिँ 1 भएको मात्रै डिस्कस गर्छौँ हामी क्लास 12 मा। त्यस पछाडि हामी डिग्री 2 भएको, 3 भएको होइन, अर्डर फरक भएको, 1 भन्दा डिफ्रेन्ट भएको त्यो बारेमा चाहिँ हामी 12 पछाडि तपाईँहरूले ब्याचलरतिर गएर पढ्नुभयो म्याथ भने त्यहाँ आइडिया लिन सक्नुहुन्छ। अब यहाँ के छ, डिफरेन्सियल इक्वेसन अफ फर्स्ट अर्डर एन्ड फर्स्ट डिग्री इज सेड टु बी होमोजेनियस। यो होमोजेनियस हुन्छ अरे कहिले भन्दा इफ इट क्यान बी रिटर्न इन द फर्म dy dx इज f of x upon y और dy dx भनेको g of x upon y। भनेको कुनै पनि डिफरेन्सियल इक्वेसन तपाईँले होमोजेनियस हुन्छ भने त्यसलाई तपाईँले dy dx निकालेर राइट ह्यान्ड साइडमा पाउनुहुन्छ। इच एन्ड एभ्री टर्म कि त y अपन x को रूपमा कि त x अपन y को रूपमा लेख्न सक्नुभयो भने चाहिँ त्यो के हुन्छ, होमोजेनियस हुन्छ अरे। जस्तो मैले एउटा यहाँ एक्जाम्पल लिएँ है त, हेर्नुहोस् त। सपोज मसँग x² + y² dy माइनस x² dx इज 0 छ। ल है, अथवा तपाईँले यहाँ जति पनि y² लेख्यो भने त्यो पनि के हुन्छ, त्यो पनि लेख्न सक्नुहुन्छ, जरुरी छैन, जे लेख्दा नि भयो। अब यो चाहिँ तपाईँको डिफरेन्सियल इक्वेसन किन हो भन्दा, जस्तो यहाँबाट हेर्नुहोस् त, dy dx निकाल्नुहोस् त। ल x² + y² dy इज y² dx इज 0 है। अब यहाँबाट dy dx निकाल्नु भयो भने dy dx भनेको चाहिँ नि के भयो त भन्दा, यहाँ बाँकी रह्यो y² र यसलाई तल लैजानुहोस् x² + y² हो। अब यो राइट ह्यान्ड साइडको पार्ट है, डिनोमिनेटरमा र न्युमिनेटर बोथमा हेर्नुहोस् त, माथिपट्टि के छ, y को डिग्री 2 छ, यहाँ x को डिग्री 2 छ, यहाँ y को डिग्री 2 छ, सेम डिग्रीको भने त्यो होमोजेनियस हुन्छ।
अब यसलाई तपाईँले यसरी लेख्न सक्नुहुन्छ। सपोज मानौँ यसलाई तपाईँले एक्स स्क्वायरले डिभाइड गर्नुहोस् अथवा वाइ स्क्वायरले डिभाइड गर्नुहोस्। ल भन्नुहोस्, जेले गर्दा नि पाउनुहुन्छ है। अब यदि तपाईँले एक्स स्क्वायरले डिभाइड गर्नुभयो भने यो माथिपट्टि के हुन्छ हेर्नुहोस्, वाइ अपन एक्सको होल स्क्वायर हुन्छ। एक्स स्क्वायरले डिभाइड गर्नुभयो भने यो पार्ट एक्स स्क्वायरले डिभाइड गर्दा 1 भयो र यतापट्टि पनि तपाईँको वाइ अपन एक्सको होल स्क्वायर भयो है। र यो भनेको के लेख्न सक्नुभयो, वाइ अपन एक्सको होल स्क्वायर। र यसलाई तपाईँले वाइ अपन एक्सको डिग्री चाहिँ यहाँ 0 प्लस वाइ अपन एक्सको पावर यहाँ फेरि तपाईँको 2। हेर्नुहोस् त, इच एन्ड एभ्री टर्म, प्रत्येक टर्म चाहिँ नि हेर्नुहोस् त, यो पनि वाइ अपन एक्समा लेख्न सकियो, यो पनि वाइ अपन एक्समा लेख्न सकियो, यो पनि वाइ अपन एक्समा लेख्न सकियो। त्यसकारण यो इक्वेसन के हो, होमोजेनियस हो। अब मैले यहाँ एक्स स्क्वायरले डिभाइड गरेँ। यदि कोही स्टुडेन्टले यो सर्कल जुन छ यसलाई म वाइ स्क्वायरले डिभाइड गर्छु भन्नुहुन्छ भने हेर्नु त, यसलाई वाइ स्क्वायरले डिभाइड गर्नुभयो भने उहाँले के पाउनुहुन्थ्यो भने डिवाई डिएक्स भनेको यसरी माथि 1 पाउनुहुन्थ्यो वाइ स्क्वायरले डिभाइड गर्ने बित्तिकै। यहाँ चाहिँ नि के हुन्छ, एक्स स्क्वायर अपन वाइ स्क्वायर हुन्छ र यो वाइ स्क्वायरलाई वाइ स्क्वायरले डिभाइड गर्दा 1 हुन्छ। अब यो भनेको नि कति पाउनु भयो त भन्दा माथिपट्टि यसलाई एक्स अपन वाइ, यसलाई एक्स अपन वाइमा लेख्नु पर्यो भने एक्स अपन वाइको पावर 0, यो भनेको एक्स अपन वाइको पावर 2 भइहाल्यो। अनि यो पनि एक्स अपन वाइको पावर कति भयो फेरि 0 भनेपछि प्रत्येक टर्मलाई यसरी एक्स अपन वाइमा लेख्न सक्यो। त्यसकारण चाहे तपाईँले वाइ अपन एक्समा लेख्नुहोस् चाहे तपाईँले एक्स अपन वाइमा लेख्नुहोस्, यदि त्यो लेख्न सक्नुहुन्छ भने त्यो इक्वेसन के हो त, हाम्रो होमोजेनियस हो। अब अर्को सिम्पल आइडिया अर्को के पनि छ त, होमोजेनियस हो कि होइन टेस्ट गर्ने भने यदि तपाईँले इक्वेसनमा डिवाई डिएक्स निकालिसकेपछि, जस्तो मैले यसलाई इरेज गरेँ, अर्को एउटा इक्जाम्पल लिएँ मैले। सपोज मसँग इक्वेसन ल डिवाई डिएक्स छ र यो भनेको चाहिँ नि एक्स स्क्वायर माइनस वाइ स्क्वायर अपन ल 2xy छ है। अब यसलाई सेपरेट गर्नुभयो भने कि त तपाईँले प्रत्येक टर्म एक्स अपन वाइमा अथवा वाइ अपन एक्समा लेख्न सक्नुहुन्छ, त्यसकारण पनि होमोजेनियस हो भनेर भन्न सक्नुहुन्छ भने होइन, तपाईँले सिम्पल वाइको ठाउँमा भिएक्स राखेर हेर्नुहोस्, वाइको ठाउँमा भिएक्स राखेर हेर्नुभयो भने अब यो केमा कन्भर्ट हुन्छ हेर्नुहोस् है त, यो एक्स स्क्वायरको एक्स स्क्वायरै भयो। यो वाइको ठाउँमा भिएक्स राख्नुहुन्छ भने वाइ स्क्वायर भनेको भी स्क्वायर एक्स स्क्वायर, त भी स्क्वायर एक्स स्क्वायर अपन 2x को 2x नै भयो। फेरि यो वाइको ठाउँमा पनि भिएक्स राख्नुहोस्, हेर्नुहोस् त माथिपट्टिबाट एक्स स्क्वायर कमन आयो त बाँकी रहन्छ यहाँ 1 माइनस भी स्क्वायर र तलबाट पनि हेर्नुहोस् त यो कति भयो त भन्दा 2x स्क्वायर भी, यसरी एक्स स्क्वायर क्यान्सल र बाँकी रहन्छ 1 माइनस भी स्क्वायर अपन 2v भनेपछि यो टोटल इन टर्म्स अफ भीमा गयो। त्यहाँबाट एक्स इलिमिनेट भयो, एक्स हटेर गयो। अब एक्स अझै पनि बाँकी रहन्छ, त्यो होमोजेनियस होइन। यदि एक्स इलिमिनेट भएर यो प्योरली भीमा जान्छ भने त्यो इक्वेसन हाम्रो के हो त, होमोजेनियस डिफरेन्सियल इक्वेसन हो है। तपाईँलाई 4-5वटा इक्वेसन दिएर हुइच वन इज होमोजेनियस भन्यो नि यसरी सिम्पल टेस्ट गरेर पनि तपाईँले हेर्न सक्नुहुन्छ। सो अब हामी के गर्छौँ त, होमोजेनियस इक्वेसनलाई सल्भ गर्ने टेक्निक भनेको यति हो, वाइको ठाउँमा भिएक्स राखेर प्रब्लम बनाउने, त्यस पछाडि त्यो राख्ने बित्तिकै तपाईँको के हुन्छ त, सेपरेसन अफ भेरिएबल्स मेथड, अघिनाको मेथडलाई फलो गर्ने। जस्तो मैले एक्जाम्पलहरूबाट क्लियर गर्न चाहेँ। सबसे पहिला मैले यहाँ एक्जाममा आएका क्वेसनहरू लिइरहेको छु। सल्भ एक्स स्क्वायर डिवाई डिएक्स प्लस वाइ स्क्वायर इज एक्स वाई। अब सबसे पहिला त हेर्नुहोस् त, अब यहाँबाट यो होमोजेनियस हो कि होइन भन्दा जस्तो यो वाइ स्क्वायरलाई यसको साइडमा लैजानुहोस् त, डिवाई डिएक्स निकाल्ने क्रममा यो वाइ स्क्वायर पछाडि लैजानुहोस्, एक्स वाई माइनस वाइ स्क्वायर अपन यो एक्स स्क्वायरलाई यसको मुनि ल्याउनुहोस्। ल हेर्नुहोस्, अब तपाईँलाई हेर्नुहोस् त्यहाँ यहाँ एक्सको डिग्री 1 वाइको डिग्री 1 टोटल 2 छ, यसमा वाइको डिग्री 2 छ, यसमा एक्सको डिग्री 2 छ, सेम डिग्री भयो, त्यसकारण यो होमोजेनियस हो। प्रत्येकको डिग्री 3 भएको भए पनि के हुन्थ्यो, यो तपाईँको होमोजेनियस हो है। अब होइन सिम्पल तपाईँहरूले मेन्टल्ली चाहिँ नि वाइको ठाउँमा भिएक्स राखेर हेर्नुहुन्छ भने पनि के हुन्छ त भने यहाँबाट एक्स इलिमिनेट हुन्छ, त्यस कारण यो होमोजेनियस हो भने टेस्ट गरिरहनु जरुरी छैन। यसलाई सिधै तपाईँले लेख्न सक्नुहुन्छ विच इज होमोजेनियस। अब यो होमोजेनियस हुने बित्तिकै के गर्नुहोस्, सपोज गर्नुहोस् पुट वाइ इज भिएक्स, देन ल वाइको ठाउँमा तपाईँले भिएक्स राख्नुहुन्छ। अब डेरिभेटिभ गर्नुहोस् त्यसलाई,
डिफ्रेन्सिएटिङ बोथ साइड्स विथ रेस्पेक्ट टु एक्स गर्नुहोस्, अगाडि के हुन्छ डिवाई डिएक्स हुन्छ र यतापट्टि भी इन्टु एक्स त प्रडक्ट रुल लगाउनुहोस्, भी फ्री बस्यो, एक्सको डेरिभेटिभ 1 प्लस अब एक्सलाई फ्री राख्नुहोस्, भीको डेरिभेटिभ डिभी डिएक्स है। सो अब तपाईँले हेर्नु त भी इन्टु 1 भने कति हो भी नै भयो, त्यसकारण अब तपाईँले यो 1 लेखिरहनु जरुरी छैन, तपाईँलाई बुझाउन मात्र लेखेको मैले। भनेपछि यहाँ के हुने भयो त भने यसलाई तपाईँले आई मान्न सक्नुहुन्छ है त। भनेपछि अब यो दुईटालाई हेर्नुहोस् त, यहाँ पनि डिवाई डिएक्स छ, यहाँ पनि डिवाई डिएक्स छ। त त्यसको अर्थ यो पार्ट है, मैले कलर चेन्ज गरिदिएँ ताकि तपाईँलाई सजिलो होस्। यो पार्ट के हुनु पर्यो सेम हुनु पर्यो। जब अब यो प्रब्लमहरू होमोजिनियस हुन्छ अलवेज तपाईँले यो काम गरिहाल्ने। भनेपछि अब म यो पार्ट लेख्छु, यो डिवाई डिएक्स यो पनि डिवाई डिएक्स बराबर छ। सो यो पार्ट र यो पार्टलाई इक्वल गर्छु म, फ्रम आई एन्ड आई we get v plus x dv dx, v plus x dv dx। अब यतापट्टि हेर्नुहोस् त x इन्टु यो y को ठाउँमा vx राखेर लेख्नुहोस्, vx माइनस y को ठाउँमा vx राख्नुहोस्, त v को स्क्वायर इन्टु x को स्क्वायर र तलपट्टि हाम्रो कति छ हेर्नुहोस् x स्क्वायर छ र यसलाई सिम्प्लिफाई गर्दै जानुहोस्, v प्लस एक्स डिभी डिएक्स र यहाँबाट तपाईँले हेर्नुहोस् त एक्स स्क्वायर कमन आइरहेछ, एक्स स्क्वायर कमन लिए मैले भी माइनस भी स्क्वायर डिभाइड बाई एक्स स्क्वायर हो। यसरी एक्स स्क्वायर क्यान्सल हुन्छ। यदि भएन भने विद्यार्थी भाइ बहिनीले के बुझ्नु पर्यो, त्यो होमोजिनियस होइन है। सो अब यस पछाडि यहाँ यो कन्टिन्यू काम गर्नुहोस्, भी प्लस एक्स डिभी डिएक्स र यतापट्टि भी माइनस भी स्क्वायर। अब हेर्नुहोस् त यसमा तपाईँले बोथ साइड्स यो भी र भीलाई क्यान्सल गर्न सक्नुहुन्छ। अब हामी कहाँ आयौँ त भन्दा अगाडिको यो सेपरेसन अफ भेरिएबल्स मेथडमा पुग्यौँ। अब भेरिएबल सेपरेट गर्ने, यो डिभीको साइडतर्फ भीहरू ल्याउने र डिएक्स र एक्सलाई सँगै राख्ने। भनेपछि हामीले के गर्नु सकियो त भने अर्को स्लाइडमा गएँ म, यसैको कन्टिन्यू अर्को स्लाइडमा एक्स डिभी डिएक्स हेर्नुहोस् त, यसलाई एक्स डिभी डिएक्स र यतापट्टि माइनस भी स्क्वायर छ। सो भेरिएबल सेपरेट गर्नुहोस्, त्यो भी स्क्वायरलाई यता ल्याउन सक्नुहुन्छ तपाईँले यसको डिभीको मुनि। सो 1 अपन भी स्क्वायर अनि यो डिभी र यो डिएक्सलाई उता लैजानुहोस्, डिएक्स अपन एक्स। अब यो माइनस पनि तपाईँले जहाँ कहीँ राख्न सक्नुहुन्छ, यसमै राख्नुपर्छ जरुरी छैन। सो मलाई यहाँ मन लाग्यो मैले यसमै राख्ने माइनस। सो यसलाई तपाईँले माइनस भी को पावर -2 डिभी इज डिएक्स अपन एक्स। अब इन्टिग्रेसन गरिदिनुहोस्, ल इन्टिग्रेटिङ गर्नुहुन्छ भने माइनसको माइनस भी को पावर यहाँ -2 छ, +1 गर्नुहोस् त, -1 भयो डिभाइड बाई -1 र यतापट्टि तपाईँको डिएक्स अपन एक्स छ भने इन्टिग्रेसन गर्दा लग एक्स हो। अब तपाईँलाई सी को ठाउँमा सी मात्र लेख्नुहुन्छ अथवा लग सी लेख्नुहुन्छ, त्यो तपाईँको चोइस हो। किनकि यहाँ अगाडि लग आएको छैन, अगाडि लग नआएपछि तपाईँले सी मात्र पनि राख्न सक्नुभयो। होइन म लग सी लेख्छु, त्यो पनि तपाईँको चोइसको कुरा हो। अहिलेलाई मैले सी मात्र राखेँ र यहाँबाट तपाईँको हेर्नुहोस् त यो माइनस माइनस क्यान्सल भयो। यो भनेको 1 अपन भी इज लग एक्स प्लस सी। अब फाइनल्ली तपाईँले भी भनेको फिर्ता राख्नुहोस् है। यो फिर्ता राख्दाखेरि 1 को 1 अपन भी भनेको हेर्नुहोस् त है, तपाईँले के राख्नु भएको थियो वाई है, वाई भनेको ठाउँमा तपाईँले भीएक्स राख्नु भएको थियो। सो यहाँबाट भी भनेको वाई अपन एक्स इज यतापट्टि तपाईँको लग एक्स प्लस सी र यो एक्सलाई माथि लैजानुहोस् तपाईँले, यो एक्स माथि जाने भयो, एक्स इन्टु 1 एक्स भयो र यो वाईले क्रस मल्टिप्लाई गर्नुहोस्, वाई टाइम्स लग एक्स प्लस सी। यो हाम्रो आन्सर भयो। यसमा केही विद्यार्थी भाइ बहिनीलाई कन्फ्युजन छ?
अदरवाइज म अर्को क्वेसनतिर जाँदैछु। No, sir. ओके, यस्तै गरी एक्जाम्पल नम्बर 2 तर्फ लागेँ म। एक्जाम्पल नम्बर 2 हेर्नुहोस् त, सल्भ xy माइनस एक्स स्क्वायर dy इज इक्वल टु वाई स्क्वायर डिएक्स। अब यसमा पनि हेर्नुहोस् त, जस्तो सबसे पहिले हाम्रो dy dx निकाल्नुहोस् है। dy dx निकाल्दा के हुन्छ, dy dx भनेको यो वाई स्क्वायरको वाई स्क्वायर छ अपन यहाँ एक्स वाई माइनस एक्स स्क्वायर। अब यहाँ पनि माथि हेर्नुहोस् है त, डिग्री 2 छ वाईको, यहाँ एक्स र वाईको 1 1 2 नै भयो, यसमा पनि 2 भनेपछि सेम डिग्री भएको कारणले यसलाई होमोजिनियस भन्न सक्नुहुन्छ, विच इज होमोजिनियस। अब यो होमोजिनियस हुने बित्तिकै तपाईँले के गर्नु पर्यो, पुट गर्नुहोस्, पुट वाई इज bx, देन यसलाई डेरिभेटिभ गर्नुहोस् त, डिफ्रेन्सिएटिङ बोथ साइड्स विथ रेस्पेक्ट टु एक्स गर्नुहोस्, वाई को डेरिभेटिभ भनेको dy dx भयो। अब यहाँ चाहिँ तपाईँले प्रडक्ट रुल लगाउनुहोस्, b किनकि x को डेरिभेटिभ 1 भयो, प्लस अब x फ्री बस्यो, b को डेरिभेटिभ dv dx, यसलाई तपाईँले आई मान्नुहोस्, यो हाम्रो आई भयो। भनेपछि अब यो दुईटालाई फेरि मिलाउनुहोस्, तपाईँले दुईवटा मिलाउँदा हेर्नुहोस् त, यो dy dx र यो dy dx लाई मिलाउनुहोस्, भनेपछि यो पार्ट है, यतापट्टिको पार्ट, यो पार्ट र यो पार्ट सेम हुनु पर्यो। सो फ्रम आई एन्ड आई गर्नुहोस्, त v प्लस एक्स डिभी डिएक्स भनेको यानि कि यो पार्ट भनेको अब यो पार्टसँग बराबर हुन्छ। सो यो y को ठाउँमा vx राख्नुहोस्, v स्क्वायर एक्स स्क्वायर डिभाइड बाई x को x, y को ठाउँमा vx माइनस एक्स स्क्वायर। अब यसमा तपाईँले हेर्नुहोस् त, कन्टिन्यू अगाडि बढाउनुहोस्, v प्लस एक्स डिभी डिएक्स र यहाँबाट हेर्नुहोस् माथि एक्स स्क्वायर छ, यहाँ पनि तपाईँको एक्स स्क्वायर छ, कमन पनि आयो र त्यसलाई क्यान्सल गरिदिनुहोस् त, कति बाँकी रहन्छ त v स्क्वायर अपन त v माइनस 1। अब यसलाई सेपरेट हुने भएन, यानि कि यो v क्यान्सल हुने भएन, त्यस कारण तपाईँले अर्को स्टेपमा यो भीलाई राइट ह्यान्ड साइडमा लैजानुहोस्, अथवा यही स्टेपमा तपाईँले के गर्न सक्नुहुन्छ, यो भीलाई सुरुमै माइनस v गराएर उतापट्टि लैजाने। अब तपाईँको काम x dv dx यही भइहाल्यो। यतापट्टि तपाईँले एलसिएम लिनुहोस्, v माइनस 1 त v स्क्वायरको v स्क्वायर, यो भीले माइनस भीलाई मल्टिप्लाई गर्नुहोस्, माइनस v स्क्वायर भयो, त माइनस 1 ले माइनस भीलाई प्लस v भयो, भनेपछि यो v स्क्वायर र माइनस v स्क्वायर क्यान्सल। अब तपाईँले भेरिएबल सेपरेट गर्नुहोस्, भनेको यो भीलाई यता मुनि ल्याउनुहोस्, v माइनस 1 ले जस्ट क्रस मल्टिप्लाई गर्नुहोस् त, क्रस मल्टिप्लाई गर्नुहोस्। म अर्को स्लाइडमा जान चाहेँ र अर्को स्लाइडमा जाँदा मैले सुरुबाट स्टार्ट गर्छु, यानि कि एक्स डिभी डिएक्स, एक्स डिभी डिएक्स, एकछिन, एक्स डिभी डिएक्स भनेको हाम्रो कति छ त भन्दा माथिपट्टि v अपन v माइनस 1 यो भइरहेको थियो अगाडिको स्लाइडमा, हेर्नुहोस् हामी यहाँ पुगेका थियौँ। सो हामी यहाँ पुगिसकेका छौँ। अब यसलाई तपाईँले लेख्न सक्नुहुन्छ, v माइनस 1 डिभाइड बाई v, यो v माइनस 1 लाई यता माथि लगेँ त v लाई यसको मुनि ल्याएँ, र यो dv यस्तै र यो dx र x लाई उतापट्टि लैजानुहोस्, यानि कि राइट ह्यान्ड साइडमा dx अपन x। ओके, अब यसलाई इन्टिग्रेसन गर्नको लागि यसलाई सेपरेट गर्नुहोस् त, v अपन v भनेको 1 भयो, माइनस 1 अपन v dv र यो dx अपन x। अब आरामले तपाईँले यसलाई इन्टिग्रेसन गर्न सक्नुहुन्छ। इन्टिग्रेटिङ 1 को इन्टिग्रेसन विथ रेस्पेक्ट टु b, b भयो, 1 अपन b को लग b भयो, यतापट्टि तपाईँले लग x हो। अब लेख्दा हेर्नुहोस् लग p राख्न पनि सक्नुहुन्छ, जस्ट c पनि राख्न सक्नुहुन्छ, यहाँ पनि लग आएको छ, यहाँ पनि लग आएको छ, त्यस कारण मैले यसलाई
लग सी नै राखेँ, तर कम्पलसरी छैन है, किनकि यहाँ तपाईँको लग आएको छैन। यहाँ लग आएपछि चाहिँ नि कम्पलसरी लगमै राख्नुहोस्। अब यतिखेर तपाईँले सी मात्र पनि राख्न सक्नुहुन्छ, लग सी पनि राख्न सक्नुहुन्छ, त्यो तपाईँको चोइस भयो। र यसलाई तपाईँले भी इज इक्वल टु, यो लग भीलाई पनि उता लानुहोस् किनकि यो नेगेटिभ छ, उता लानुभयो भने हेर्नुहोस् त के हुन्छ, यो लग भी पोजिटिभ प्लस लग एक्स प्लस लग सी। अब तपाईँले यो कन्टिन्यू हेर्नुहोस् त, यो कति भयो भन्दा भीको भी नै भयो, र यतापट्टि लग भी इन्टु एक्स इन्टु सी, किनकि लग ए इन्टु बी इन्टु सी भनेको लग ए प्लस लग बी प्लस लग सी। अब फाइनली तपाईँले भीको ठाउँमा वाइ अपन एक्स राख्नुहोस्, त अगाडि तपाईँसँग के भयो, वाइ अपन एक्स होइन, यतापट्टि लगको लग नै छ, र भीको ठाउँमा वाइ अपन एक्स इन्टु सी, यहाँबाट एक्स र एक्स क्यान्सल, र यहाँ तपाईँले पाउनुभयो वाइ इज इक्वल टु एक्स टाइम्स लग सिवाई। यो नै हाम्रो के भयो त, रिक्वायर्ड आन्सर भयो। र यसमा केही विद्यार्थी भाइ बहिनीहरूलाई कन्फ्युजन छ भने बोल्न सक्नुहुन्छ। मिल्छ, यसमा तपाईँले वाइ अपन एक्सलाई हो, अब मैले यसलाई सिम्पल यतिकै राख्ने, कोही कोही साथीहरूले अथवा कोही कोही बुकमा के पनि गरे पाइन्छ भने यसको लग हटाएर हेर्नुहोस् है, उहाँले सोध्नुभएको एकदम राइट छ, लेख्नै पर्ने कम्पलसरी त छैन, तर अब यसमा तपाईँको यदि वाइ अपन एक्समा तपाईँलाई यतापट्टि लग सिवाई छ भने यसलाई तपाईँले यो सिवाई भनेको यसरी ई टु दी पावर वाइ अपन एक्स यसरी पनि लेखेको पाइन्छ। अब तपाईँले खैर यसमा छोड्नु भयो भने पनि यो पार्ट र यो पार्ट भनेको एउटै हो भन्ने चाहिँ थाहा हुनु पऱ्यो, किनकि यसलाई तपाईँले जब लग लिनुहुन्छ यही केस आइहाल्छ है, सो त्यसरी पनि राख्न सक्नुहुन्छ। ओके, यस्तै गरी अब मैले एक्जाम्पल नम्बर 3 लिएँ। एक्जाम्पल नम्बर 3 मा हेर्नुहोस् त, डिवाई डिएक्स इज वाई माइनस एक्स टाइम्स वाई प्लस एक्स डिभाइड बाई 2xy हो। अब यो टाइपको प्रब्लम तपाईँले एक्जाममा फेस गर्न सक्नुहुन्छ, पास्ट क्वेसन पनि हो यो। सो यसलाई सबसे पहिला हामीले के गर्यौँ, डिवाई डिएक्स भनेको गिभन इक्वेसन छ वाई माइनस एक्स टाइम्स वाई प्लस एक्स अपन 2xy, र यसैलाई तपाईँले यसरी राखिदिनु भयो, मल्टिप्लाई गर्नु भने वाई स्क्वायर माइनस एक्स स्क्वायर डिभाइड बाई 2xy, यो तपाईँको के भयो त, आई भइहाल्यो होइन, यो तपाईँको के भयो, आई भयो, विच इज होमोजिनियस। सो अब यसमा तपाईँले सो पुट वाइ इज भिएक्स गर्नुहोस्, देन हेर्नुहोस् त अघिको जस्तो गरी डिवाई डिएक्स भनेको भी प्लस एक्स डिभी डिएक्स यसलाई तपाईँले आई मान्नुहोस्। अब यो दुईवटालाई मिलाउनुहोस्, फ्रम आई एन्ड आई के हुने भयो हेर्नुहोस् त, भी प्लस एक्स डिभी डिएक्स, र यो राइट ह्यान्ड साइडमा जुन छ वाईको ठाउँमा राख्नुहोस् त भी स्क्वायर एक्स स्क्वायर, किनकि वाईको ठाउँमा भी एक्स राखेँ, माइनस एक्स स्क्वायर, र तलपट्टि 2x इन्टु वाईको ठाउँमा भी एक्स। यहाँबाट पनि फेरि के भयो तपाईँको एक्स स्क्वायर इलिमिनेट भयो। सो यसलाई तपाईँले कन्टिन्यू एक्स डिभी डिएक्स लेख्नुभयो, र यसमा तपाईँको भी स्क्वायर माइनस 1 डिभाइड बाई 2b, अनि यो भी जुन छ यसलाई राइट ह्यान्ड साइडमा लगेर माइनस गर्नुहोस्। अब यसमा तपाईँको यदि यो सेपरेट गरेर भी स्क्वायर अपन 2b माइनस 1 अपन 2b गर्दाखेरि भी क्यान्सल हुन्थ्यो भने त्यो गर्न पाउनुहुन्थ्यो, त्यस्तो केही हुँदैन। सो एलसिएम लिनुहोस्, र एलसिएम लिँदा एक्स डिभी डिएक्स यतापट्टि भी स्क्वायर माइनस 1 माइनस 2bले भी माइनस भीलाई मल्टिप्लाई गर्नुहोस्, माइनस 2b स्क्वायर अपन 2b। अब यो भी स्क्वायर माइनस 1 माइनस 2b स्क्वायर भने के भयो त भन्दा, यो भी स्क्वायर माइनस 2b स्क्वायर भनेको माइनस भी स्क्वायर माइनस 1 अपन 2b लेख्न सक्नुहुन्छ। ओके, अब क्रस मल्टिप्लाई गर्न सक्नुहुन्छ, र क्रस मल्टिप्लाई गर्दा 2b हेर्नुहोस् त, यो 2b
2b यता माथिपट्टि आउँछ र माइनस भी स्क्वायर माइनस 1 मा माइनस छोडिदिनुहोस्, बाँकी रहेको भी स्क्वायर प्लस 1 लाई यसको मुनिपट्टि ल्याउनुहोस्। यानी कि अर्को स्लाइडमा हेर्नुहोस् त, तपाईले 2b अपन भी स्क्वायर प्लस 1 dv इज माइनस dx अपन x। हेर्नुहोस् है, अगाडि केही गरेको छैन। जस्तो मैले यसमा यो 2b लाई यता ल्याएँ र यहाँ माइनस कमन लिएपछि माइनसलाई 3 छोडेर भी स्क्वायर प्लस 1 भनेको 2b को मुनि ल्याएँ र dx अपन x। अनि त्यहाँ हामीसँग माइनस पनि बाँकी थियो, त्यसकारण यो माइनस हो। अब यो माइनसलाई अगाडि ल्याएर तपाईले प्लस गरेर इज इक्वल टु 0 गर्न सक्नुहुन्छ, होइन भने तपाईले सिधै चाहिँ नि के गर्न सक्नुहुन्छ, तपाईको इन्टिग्रेसन पनि गर्न सक्नुहुन्छ। जस्तो यसलाई इन्टिग्रेसन गर्नुभयो भने र इन्टिग्रेसन गर्नु भने ठ्याक्कै यसको डेरिभेटिभ यहाँ आइरहेछ 2b, भी स्क्वायर प्लस 1 को 2b आयो भनेपछि यहाँ लग त भी स्क्वायर प्लस 1 यो भयो र यतापट्टि माइनस लग x प्लस लग c, किनकि सबैमा लग आइरहेछ। सो अब हामीले लगको लग यो b को ठाउँमा y अपन x राखेपछि y स्क्वायर अपन x स्क्वायर प्लस 1 र यतापट्टि हेर्नुहोस् त, यसलाई तपाईले लग c पहिला पोजिटिभ राख्नुहोस् माइनस लग x र यसमा एलसिएम लिनुहोस्, लग को लग y स्क्वायर प्लस x स्क्वायर डिवाइड बाई x स्क्वायर र यतापट्टि तपाईको लग a माइनस लग b प्रपर्टी युज गर्नुहोस्, लग c अपन x भनेपछि बोथबाट लग हटाउनु भयो भने त के बाँकी रहन्छ हेर्नुहोस् त, हामीसँग यतापट्टि x स्क्वायर प्लस y स्क्वायर डिवाइड बाई x स्क्वायर र यतापट्टि c अपन x बाट यो x ले एउटा x क्यान्सल गर्यो, त देयरफोर x स्क्वायर प्लस y स्क्वायर इज c इन्टु x भनेको cx। यो नै हाम्रो के भयो त, रिक्वायर्ड सोलुसन भयो। के छ अर्को प्रब्लमतिर लागौँ म? ओके, त इक्जाम्पल नम्बर 4 तर्फ लागे म। यसमा तपाईको इक्जाम्पल नम्बर 4 हेर्दैछु। dy dx इज इक्वल टु y अपन x प्लस tan y अपन x। यो एकदमै सिम्पल प्रब्लम पनि छ, इम्पोर्टेन्ट पनि छ, किनकि यहाँ यो y अपन x मा आएको छ, यहाँ पनि y अपन x मा आएको छ, त्यसको अर्थ यो होमोजिनियस भइहाल्यो। अब यसमा तपाईले सिधै यसलाई चाहिँ नि सरी म अर्को तर्फ लागेको छु। ओके, यसलाई काम गरिहालौँ। यसको सोलुसन तर्फ dy dx, अब यो हाम्रो dy dx भनेको हेर्नुहोस् त, dy dx भनेको y अपन x प्लस tan y अपन x, यो I भयो। त पुट y इज bx, देन अर्को इक्वेसन बनाउनुहोस्, dy dx भनेको v प्लस x dv dx, यो तपाईको II यो भयो। अब दुईटालाई मिलाउनुहोस्, फ्रम I एन्ड II, दुईटा मिलाउँदा यो v प्लस x dv dx। यतापट्टि हाम्रो अब यो पार्टमा है ध्यान दिनु होला, मैले के लेख्दैछु यो पनि याद हुनु पर्यो। यो हाम्रो dy dx, यो पनि dy dx छ, यो दुईटालाई मिलाइयो। अब मैले यो पार्ट लेखिसकेँ, यहाँ यसरी राखिसकेँ भने अब यो पार्ट म लेख्न गइरहेको छु, त y को ठाउँमा bx राखेर, त bx डिवाइड बाई x प्लस tan bx डिवाइड बाई x। त अब यो बाँकी रहन्छ v प्लस x dv dx र यहाँबाट x क्यान्सल हुँदा v प्लस tan b। अब हेर्नुहोस् त, तपाईको यहाँ फेरि के भयो, यसरी यो v र v क्यान्सल भयो, त भेरिएबल सेपरेट गर्नुहोस्, यो tan b लाई यसको मुनि ल्याउनुहोस्, dv अपन tan b dx अपन x र यो tan b लाई माथि लैजानुस्, त्यो लैजाँदा
cot b dv dx upon x। ल अब इन्टिग्रेसन गर्दा यो cot b को इन्टिग्रेसन थाहा छ तपाईहरुलाई, भन्नुस् त कति हो? गुड। cot b को इन्टिग्रेसन ln sin b। अब सबै स्टुडेन्ट भाइ बहिनीहरुलाई आएन भने यसलाई सिम्पल फर्ममा लैजानुस्। जस्तो कि cot b लाई तपाईले के गर्न सक्नुहुन्छ भने cos b डिवाइड बाइ sin b dv र यतापटि तपाईको dx upon x हो। अब सिधै तपाईलाई cot b को इन्टिग्रेसन ln sin b थाहा छ भने लेख्न सक्नुभयो। छैन भने त्यसरी cos b upon sin b गर्नुस्। अब यहाँ हेर्नुस् त यो sin b को इन्टिग्रेसन डेरिभेटिभ ठ्याक्कै माथि आइदियो। अब इन्टिग्रेसन गर्दाखेरि अब इन्टिग्रेटिङ गर्नुस्, यो भनेको log यानी कि ln sin b इज इक्वल टु ln x प्लस ln c। अब log हटाउनको लागि यहाँबाट तपाईले ln sin b यतापटि ln c इन्टु x, यो दुईटालाई यो log a प्लस log b को प्रपर्टी log a इन्टु b, दुवैबाट ln हटाइदिनुस् त देयरफोर sin b भनेको y अपन x, यो एंगल हो है, फेरि y अपन x यतापटि तपाईले के लेख्न सक्नुभयो cx। यो नै हाम्रो के भयो त आन्सर भयो। ल यसमा केही विद्यार्थी भाइ बहिनीहरुलाई त्यस्तो प्रब्लम छ भने हामी डिस्कस गर्न सक्छौं, अदरवाइज हामी अर्को एक्जाम्पल नम्बर 5 तर्फ लाग्दै छौं। हेर्नुस् त अर्को क्वेशन तिर लागौं। हजुर सर। ओके, सो एक्जाम्पल नम्बर 5, एक्जाम्पल नम्बर 5 मा x स्क्वायर प्लस y स्क्वायर dy xy dx दिएको छ। अब यसलाई तपाईले बनाउँदाखेरि जस्तो कि पहिला 5 के हेरौं। हेर्नुस् त dy dx निकालिहाल्नु। dy dx यो dx लाई यता मुनिपटि ल्याएपछि बाँकी रह्यो xy र यो x स्क्वायर प्लस y स्क्वायर लाई यसको मुनि लैजानुस्। x स्क्वायर प्लस y स्क्वायर यो तपाईको i भयो है। अनि यस्तै गरी यसमा पनि तपाईले के गर्नु पर्यो, पुट y इज bx, देन तपाईसँग के भयो त dy dx यसलाई प्रोडक्ट रुल लगाउनुस्, b प्लस x dv dx यो तपाईको i भयो। अब यो दुईवटालाई मिलाउनुस्, यो dy dx र यो dy dx सेम भएको कारणले हाम्रो जुन यो राइट ह्यान्ड साइडको पार्ट छ यो पार्ट र यो पार्टलाई इक्वल गर्न सकियो। त फ्रम i एन्ड i हेर्नुस् त v प्लस x dv dx र यो राइट ह्यान्ड साइडमा है, यसमा मैले y को ठाउँमा bx राख्छु, x इन्टु bx अपन x स्क्वायर प्लस y को ठाउँमा नि bx राख्दा v को स्क्वायर इन्टु x को स्क्वायर र यो साइडमा हेर्नुस् त x इन्टु x स्क्वायर भयो, तलबाट x स्क्वायर कमन लिन्स, क्यान्सल गर्नुस् त्यसलाई र यहाँ बाँकी रह्यो x dv dx v अपन 1 प्लस v स्क्वायर र यो जुन v छ यसलाई लगाएर पछाडी माइनस गर्नुस्। अब एलसीएम लिनुस्, एलसीएम लिँदा हेर्नुस् त के पाउनु भयो तपाईले x dv dx र एलसीएम तपाईको आउँछ 1 प्लस v स्क्वायर, यहाँ v को v, यो 1 ले माइनस v लाई मल्टिप्लाई गर्नुस् माइनस v स्क्वायर ले माइनस v लाई माइनस v क्यूब। हेर्नुस् त v र तपाईले के पाउनु भयो, यो v र माइनस v क्यान्सल भयो। अब भेरिएबललाई सेपरेट गर्नुस्, त्यसको लागि हामी के गर्दै छौं त भेरिएबल सेपरेट गर्दा यो 1 प्लस v स्क्वायर लाई यता ल्याउनुस्, 1 प्लस v स्क्वायर अपन हो। अब यहाँ v क्यूब हामीसँग यहाँ त माइनस v क्यूब छ, त्यो माइनसलाई यता ल्याउन सक्नुहुन्छ अथवा उतै राख्न सक्नुहुन्छ, त्यो तपाईको चोइस भयो। त्यसले थोरै आन्सरमा स्लाइटली चेन्ज दिन सक्छ, तर त्यो बोथ जसरी गर्दा पनि आएको आन्सर करेक्ट नै हुन्छ है। सो मैले के गरे माइनसलाई पनि ल्याएँ
र यो भी क्युब है माइनस भी क्युबलाई नै ल्याएँ डिभी र यतापट्टि डिएक्स अपन एक्स। अब तपाईँले एउटा कुरो चाहिँ के याद गर्नुहोस् भने यदि मसँग यहाँ -2 भी क्युब थियो भने चाहिँ नि त्यो 2 लाई चाहिँ नि सकभर म यहाँ मुनिपट्टि ल्याउँदिनँ है। त्यो त्यस्तो खालको नम्बरहरू छ भने त्यसलाई सकभर माथि राख्नु भने बेटर हुन्छ, प्रब्लम अलि इजी बन्छ। अब तलपट्टि ल्याउनु भयो भने आन्सर त आउँछ तर त्यहाँसम्म पुग्न 2-4 स्टेप तपाईँले ज्यादा मेहनत गर्नुपर्ने हुन्छ, सर्टकट मेथड भएन, अलि लेन्दी हुनसक्छ। सो नम्बरहरू छन् चाहिँ त्यसलाई चाहे त्यो नेगेटिभमा होस् चाहे पोजिटिभमा होस् माथि राख्ने ह्याबिट गर्नु होला। अब भएन भने त फेरि तपाईँले जसरी पनि गर्न सक्नुहुन्छ। अब यसलाई सेपरेट गरिदिनुहोस्, यसलाई तपाईँले सेपरेट गर्नुहुन्छ भने माइनस यो 1/भी क्युब भनेको यसलाई माथि लैजाँदा भी को पावर -3 माइनस फेरि भी स्क्वायर अपन भी क्युब भनेको 1/भी अनि डिभी। यतापट्टि तपाईँको डिएक्स अपन एक्स। अब इन्टिग्रेसन गर्नुहोस्, इन्टिग्रेसन गर्दा माइनस भी को पावर -3 थियो, अब -3 मा +1 गर्नुहोस् -2 डिभाइड बाई -2 माइनस यो भनेको लग भी, यतापट्टि तपाईँको लग एक्स प्लस यतापट्टि लग सी लेख्न सक्नुहुन्छ। सो यो माइनस माइनस प्लस भयो, सो यसलाई तपाईँले 1/2 भी स्क्वायर र यो लग भीलाई उता लैजानुहोस् र यसलाई तपाईँले लग भी प्लस लग एक्स प्लस लग सी लेख्न सक्नुभयो। र राइट ह्यान्ड साइडको लग ए प्लस लग बी प्लस लग सी भनेको लग ए इन्टु बी इन्टु सी गर्न सक्नुहुन्छ। र मैले यहाँ के गरेँ 1/2 वाई भी स्क्वायर भनेको वाई स्क्वायर अपन एक्स स्क्वायर पनि गरेँ र यतापट्टि तपाईँले लग भी एक्स सी लेख्नुभयो र त्यो भी एक्स भनेको ठाउँ यसमा पनि वाई राख्न सक्नुहुन्छ अथवा भी को ठाउँमा वाई अपन एक्स राख्न पनि सक्नुहुन्छ, कुरा एउटै हो। जस्तो कि हामीसँग के थियो हेर्नुहोस् है त, अगाडि के छ 1/2 वाई स्क्वायर अपन एक्स स्क्वायर छ भने यो एक्स स्क्वायर माथि जाने भयो त, माथि गएपछि हाम्रो यो कति बन्छ त भन्दा सरी म अझ अगाडि पुगेछु, एक्स स्क्वायर अपन त 2 वाई स्क्वायर भयो। यतापट्टि लग अनि भी एक्स सी भने भी एक्स भनेको वाई भइहाल्यो होइन, भी एक्स भनेको वाई इन्टु सी र यसैलाई तपाईँले एक्स स्क्वायर इज 2 वाई स्क्वायर टाइम्स लग सी वाई हो, यो अनुसार आन्सर दिन सक्नुहुन्छ। यसमा केही त्यस्तो प्रब्लम छैन भने हामी एक्जाम्पल नम्बर 5 तर्फ जाँदैछौँ। सरी 5 भयो, अब 6 तर्फ जाँदैछौँ। अर्को इक्जाम्पल लिउँ ल। त अर्को एउटा क्वेसन लिएँ मैले, एकदमै इम्पोर्टेन्ट, एक्जाममा धेरै पटक सोधेको क्वेसन। हाम्रो 2 dy dx प्लस वाई अपन एक्स प्लस वाई स्क्वायर अपन एक्स स्क्वायर। अब यसलाई तपाईँले जस्तो अब यो 2 लाई यसको मुनि यसरी ल्याएर 1/2 गर्ने कि नगर्ने भन्दा यहाँ एक्स वाई छ भने चाहिँ नि कम्पलसरी गर्नु पर्यो, 2 छ भने गरे पनि नगरे पनि केही फरक पर्दैन, तल लैजानै पर्छ जरुरी छैन। सो हामीले के गर्यौँ त यतिकै छोड्यौँ यसलाई, 2 dy dx भनेको वाई अपन एक्स प्लस वाई स्क्वायर अपन एक्स स्क्वायर, यसलाई मैले आई माने। त्यस पछाडि यसमा पनि सपोज गरी मैले त पुट वाई इज भीएक्स, त भीएक्स सपोज गर्ने बित्तिकै dy dx निकाल्नुहोस्, dy dx भनेको भी प्लस एक्स डिभी dx, यो तपाईँको आई भयो। अब दुईवटालाई मिलाउनुहोस्, फ्रम आई एन्ड आई। अब के गर्नु हेर्नुहोस् त, यो dy dx को भ्यालु है, dy dx भनेको यो जुन आएछ यो पार्ट यसमा लगाएर राख्नुहोस्। यहाँ अगाडि 2 छ, भुल्नु भएन है, 2 को 2 dy dx को ठाउँमा यो भी प्लस एक्स डिभी dx। अब राइट ह्यान्ड साइड हेर्नुहोस् त, वाई अपन एक्स छ भने यो भी एक्स अपन एक्स, वाई स्क्वायर भनेको भी को स्क्वायर एक्स को स्क्वायर अपन एक्स स्क्वायर
सो यहाँबाट इजिली के भयो त भन्दा तपाईँको एक्स स्क्वायर क्यान्सल भयो, एक्स क्यान्सल भयो। सो तपाईँले 2 ले मल्टिप्लाई गर्नुहोस्, 2b प्लस 2x डिभी dx र राइट ह्यान्ड साइडमा b प्लस b स्क्वायर। अब यो 2b लाई पछाडि ल्याएर माइनस गरिदिनुहोस्, त 2x डिभी dx इज b प्लस b स्क्वायर माइनस 2b। त हेर्नुहोस् त, कन्टिन्यू अगाडि जानुहोस्। यहाँ हामीसँग 2x डिभी dx b स्क्वायर माइनस b, यो b बाट 2b लाई माइनस गरेको। अब तपाईँले भेरिएबल सेपरेट गर्नुहोस्, त्यसको लागि यो 2 नै भयो, अनि डिभी अपन 2 डिभी अपन b स्क्वायर माइनस b र यो dx अपन x। अब मैले अघि नै भने यस्तो खालको नम्बर, यो जुन नम्बर छ यसलाई चाहिँ यसको मुनिपट्टि राख्नु त्यति राम्रो होइन हो। अब यो पार्टमा के गर्ने हेर्नुहोस्, यो पार्टमा तपाईँसँग अप्सन 2-3 वटा छ। यसलाई तपाईँले पर्फेक्ट स्क्वायर इन्टिग्रेसनमा तपाईँले गर्नुहुन्छ नि, लाइक b स्क्वायर माइनस 2 इन्टु v इन्टु 1/2 2ab, b को ठाउँमा 1/2 आयो, प्लस 1/2 को होल स्क्वायर, यो एक्स्ट्रा छ, सो माइनस 1/4। अब यति भनेको b माइनस 1/2 को होल स्क्वायर माइनस 1/2 को होल स्क्वायर भनेपछि यो एक्स स्क्वायर माइनस ए स्क्वायरको फर्मुलाबाट पनि जान सक्नुहुन्छ। तर यो सिम्पल छ, त्यसकारण यो गरिरहनुपर्छ म सजेस्ट गर्दिनँ। त्यसरी पनि जान सक्नुहुन्छ तपाईँले। इन्टिग्रेसनको फर्मुला चाहिँ नि एक्स स्क्वायर dx अपन एक्स स्क्वायर माइनस ए स्क्वायरको 1/2 लग एक्स माइनस ए अपन एक्स प्लस ए प्लस सीबाट पनि जान सक्नुहुन्छ। तर त्योभन्दा बेटर के हुनसक्छ तपाईँसँग, सिम्पल कसरी गर्ने भन्ने कुरामा मैले यसलाई सजेस्ट गरिनँ। मैले के गर्छु, यो पार्टलाई, यो जुन छ नि हेर्नु त, यहाँ तपाईँले b स्क्वायर माइनस b जुन देखिरहनु भएको छ, यसलाई तपाईँले के गरिदिन सक्नुहुन्छ भने यहाँबाट इजिली b कमन लिन सक्नुहुन्छ। त b यहाँबाट कमन लिनुभयो भने b माइनस 1 लेख्न सक्नुभयो। अब पार्शियल फ्र्याक्सन तपाईँले पढ्नु भएको छ, अलिक गाह्रो केसमा त पार्शियल फ्र्याक्सन युज गर्नु पर्यो। अब अहिले यसमा चाहिँ सिम्पल तपाईँले हिट एन्ड ट्रायलको मेथड है, म चेक गरेर देखाउँछु यसलाई के लेख्ने भनेर। हेर्नुहोस् है, यो 2 को 2 नै छ, यसरी यहाँ राख्नुहोस् डिभी अनि dx अपन यो x छ। अब यहाँ भित्र के लेख्ने भन्नलाई चाहिँ नि, यहाँ एउटा b छ, अर्को यहाँ b माइनस 1 छ। ट्राई गरौँ, 1/b र 1/b माइनस 1, यसको कि सम होला कि डिफ्रेन्स होला, कि यसलाई जोडेर हेरौँ कि घटाएर हेरौँ। र एकपटक तपाईँले जोड्नु भयो भने के हुन्छ हेर्नुहोस् है, यसलाई जोड्नु भयो भने एलसिएम के हुन्छ, b टाइम्स b माइनस 1 आयो, माथिपट्टि b माइनस 1 प्लस फेरि b हुने भयो, यो b र b 2b हुने भयो। माथि त 2b छैन, 2 मात्रै छ। अब b हामी ब्यालेन्स गर्न सक्दैनौँ, त्यसकारण यहाँ हामीले प्लसको सट्टामा अब एकपटक यदि हामीले माइनस लिन्छौँ, यसको ठाउँमा माइनस लिन्छौँ भने हेर्नुहोस् त यहाँ के हुन्छ भन्दा तपाईँसँग ठ्याक्कै यो यहाँ माइनस थियो भने चाहिँ यहाँ माइनस हुन्छ, यो काटियो, माइनस एक्स्ट्रा आयो भनेपछि अब यो माइनस यो गर्दा माइनस 1 आछ भने सुरुमा यसलाई राखेर यसलाई राख्नुहुन्छ भने त फेरि माइनस नआउला नि त। त्यसकारण हामीले के गर्यौँ त भन्दा सुरुमा यसलाई राख्यौँ 1/b माइनस 1, त्यस्तै गरी माइनस 1/b। जसरी मैले अहिले चेक गरेको छु, रफमा विद्यार्थी भाइ बहिनीहरूले पनि यसलाई चेकै गर्ने हो है। कतिपय प्रब्लमहरू तपाईँले गर्दाखेरि क्विक एकदम चाँडो बन्ला भने कतिपय केसमा चाहिँ चेकै गर्ने, राइट छ कि छैन। अब तपाईँले यसलाई ठ्याक्कै एलसिएम लिनुहोस् त, त्यहाँ यो b यता पुग्छ र b माइनस 1 यता पुग्दा ठ्याक्कै 1 ले 2 लाई मल्टिप्लाई गर्दा ठ्याक्कै यो मिलिहाल्यो भनेपछि हो। यसरी हामीले यसलाई जुन पार्शियल फ्र्याक्सनको कन्सेप्ट छ त्यसबाट इजिली हामी इन्टिग्रेसन गर्न सक्दो रहेछौँ। सो अब इन्टिग्रेसन गर्छौँ भने के हुन्छ त हेर्नुहोस् त। अब इन्टिग्रेसन गर्दा इन्टिग्रेटिङ गर्दा 2 को 2 यो भनेको लग b माइनस 1 माइनस लग b है, यहाँ फेरि 2 सबैको, त्यसकारण यहाँ यसरी कर्ली ब्र्याकेट राख्नु भुल्नु भएन। यतापट्टि अब लग x प्लस
log c. सो यो कर्ली ब्र्याकेट भित्र log a माइनस log b भनेको तपाईले 2 को 2 log b माइनस 1 डिवाइड बाई b, यतापट्टि राइट ह्यान्ड साइडमा log a प्लस log b भनेको log a इन्टु b log cx. लग हट्दैन किनकि हामीसँग अझै पनि 2 छ। त म नेक्स्ट स्लाइडमा जान चाहेँ किनकि यो 2 जुन छ यो लगमा यहाँ पावरमा यसमा आइपुग्छ है। सो हामी यसलाई लेख्न सक्छौँ अर्को स्लाइडमा log b माइनस 1 डिवाइड बाई v को पावर 2 यतापट्टि log cx। अब चाहिँ लग हट्ने भयो र लग हटिसकेपछि अब v को ठाउँमा तपाईले y अपन x पनि राख्नुस्। y अपन x माइनस 1 डिवाइड बाई y अपन x यसको पावर 2 र यतापट्टि log cx। सरी यो त लग त हटिसकेको छ। सो हामीले यहाँ लग लेख्नु भएन, ओन्ली cx मात्र लेख्नु पर्यो। र यहाँ भित्र एलसिएम लिनुस्। एलसिएम लिँदा हेर्नुस् त माथिपट्टि y माइनस x डिवाइड बाई x अपन y अपन x, x x क्यान्सल। सो यो बाँकी रहन्छ y माइनस x डिवाइड बाई y को होल स्क्वायर इज cx। यो स्क्वायर भाग लगाउन सक्नुहुन्छ र भाग लगाइदिनु भयो भने y माइनस x को स्क्वायर र तलपट्टिको जुन y स्क्वायर छ त्यसले मल्टिप्लाई गर्नु cx y स्क्वायर। यो नै हाम्रो के भयो त आन्सर भयो। अब यसमा प्रत्येक प्रब्लम यदि होमोजेनियस भएन भने कसरी गर्न सकिन्छ त्यो टाइपको पनि एउटा एक्जाम्पल लिइहालेँ मैले। एकदमै इम्पोर्टेन्ट क्वेसन लिँदैछु। एक्जाम्पल नम्बर 7 मा हेर्नुस् त एक्जाम्पल नम्बर 7 सल्भ dy dx इज इक्वल टु y प्लस 1 डिवाइड बाई x प्लस y प्लस 1 हो। अब यो इक्वेसन हेर्नुस्, यो हाम्रो होमोजेनियस होइन किनभने तपाईले यसलाई बोथ यो न्युमरेटर र डिनोमिनेटर बोथलाई x ले अथवा y ले डिवाइड गर्नुहुन्छ भने यो प्रत्येक टर्म x अपन y मा अथवा y अपन x मा जाँदैन, त्यसकारण पनि होमोजेनियस छैन। अर्को सिम्पल टेस्ट तपाईले y को ठाउँमा vx राख्नुभयो भने के हुन्छ vx प्लस 1 डिवाइड बाई x प्लस फेरि y को ठाउँमा vx प्लस 1। अब यहाँबाट पनि x इलिमिनेट भएन, यानि कि x क्यान्सल भएर गएन, त्यसकारण यो होमोजेनियस छैन। अब यसलाई तपाईले सिधै मल्टिप्लाई गर्नुभयो भने पनि फेरि के हुन्छ त भन्दा यो तपाईसँग dy सँग x पनि हुन्छ y पनि हुन्छ। सो सेपरेसन अफ भेरिएबल्स मेथडबाट पनि जान मिलेन। सो अब यो टाइपको क्वेसन यस्तो खालको प्रब्लमहरू आयो भने हामी के गर्छौँ त माथि जे छ तल त्यही पार्टलाई नयाँ भेरिएबल इन्ट्रोड्युस गर्छौँ। जस्तो अब यो माथि y प्लस 1 तल नि y प्लस 1 छ भनेपछि यस्तो खालको प्रब्लमलाई हामी के गर्ने भयौँ त पुट y प्लस 1 है, त्यसलाई y प्लस 1 इज अब z u t अरू कुनै केही सपोज गर्ने है। जस्तो मैले अहिले यहाँ के गरेँ त भन्दा तपाईँको z सपोज गरेँ। अब म डेरिभेटिभ लिन्छु। अब डेरिभेटिभ लिएपछि विथ रेस्पेक्ट टु x गर्दा यो dy dx भयो र यो 1 को डेरिभेटिभ 0 भयो र यतापट्टि तपाईँको dz dx भयो है। z को डेरिभेटिभ विथ रेस्पेक्ट टु x भनेको यो भयो भनेपछि अब यो dy dx को ठाउँमा म त यसलाई राख्न पाउँछु। त above equation becomes अब के हुन्छ हेर्नुस् त यसको ठाउँमा dz dx र यो y प्लस 1 को ठाउँमा हामीले z राखेछौँ, z तलपट्टि x को x प्लस z हो। अब यो चाहिँ तपाईको i भयो। अब यो z को ठाउँमा तपाईले vx राख्नुभयो भने यहाँबाट x इलिमिनेट हुन्छ, त्यसकारण यो चाहिँ हाम्रो होमोजेनियस हो, which is homogeneous, which is homogeneous। त्यो हो भने सो पुट z, यो z है, यो z इज vx, देन dz dx भनेको v प्लस x dv dx, यो तपाईको i भयो। अब यो दुईटालाई मिलाउनुस्,
फ्रम I and II हेर्नुहोस् त v प्लस x dv dx र अब यो पार्ट है कन्फ्युजन नहुनु होला हामी यो पार्टमा डिस्कस गरिरहेछौँ र z को ठाउँमा vx राख्छौँ त vx अपन x प्लस vx अब त्यहाँबाट x इलिमिनेट भयो इन टर्म्स अफ v मा आयो त्यसै अब यसलाई तपाईले x dv dx यो भइहाल्यो र राइट ह्यान्ड साइडमा v प्लस 1 प्लस v अनि यो जुन v छ यसलाई माथि यतापट्टि माइनस v गर्नु पर्यो त कन्टिन्यू त्यसमा नि एलसिएम लिनुस् तपाईले अर्को स्लाइडमा हेर्नुस् त हामीसँग के छ रे x dv dx र यतापट्टि v अपन 1 प्लस v माइनस v छ है अगाडिको स्लाइडको कुरालाई मैले फेरि कपी गरेको यो हेर्नुस् अगाडि हामी यहाँ पुगेका थियौँ x dv dx इज इक्वल टु v अपन 1 प्लस v माइनस v त्यही कुरालाई मैले लेखिदिएछु सो एलसिएम लिनुस् यसमा x dv dx र यो v माइनस यसमा एलसिएम लिनुस् पहिला 1 प्लस v भयो अनि 1 ले माइनस v लाई माइनस v v ले माइनस v लाई माइनस v स्क्वायर र यहाँबाट यो v र माइनस v के भयो त तपाईको क्यान्सल भयो v र माइनस v क्यान्सल भयो अब भेरिएबल सेपरेट गर्नुस् 1 प्लस v अपन माइनस v स्क्वायर dv र यो dx अपन x अब यसमा तपाईले कन्टिन्यू यो 1 अपन माइनस 1 अपन v स्क्वायर भने माथि लैजाँदा v को पावर माइनस 2 भयो माइनस v अपन v स्क्वायर गर्दाखेरि 1 अपन v भयो dv र यतापट्टि dx अपन x भनेको इन्टिग्रेसन गर्नको लागि स्ट्यान्डर्ड इन्टिग्रलमा कन्भर्ट गर्नु पर्यो त्यहाँसम्म तपाई पुग्नु पर्यो अब इन्टिग्रेसन गर्नुस् इन्टिग्रेटिङ ल हेर्नुस् त यो भनेको यता कति आयो त तपाईको माइनस को माइनस माइनस v को पावर माइनस 2 को इन्टिग्रेसन माइनस 2 प्लस 1 भनेपछि माइनस 1 डिवाइड बाई माइनस 1 माइनस यहाँ 1 अपन v को लग v भइहाल्यो अथवा ln v लग v र यतापट्टि लग x प्लस लग c और यो माइनस माइनस क्यान्सल 1 अपन v भयो र यो लग v लाई नि उता लैजानुस् यो लगिसकेपछि लग v इन्टु x इन्टु c लेख्न मिल्यो अब फाइनली v को भ्यालु राख्नु यो तपाईले 1 अपन यो v भनेको y अपन x गर्नुस् र यतापट्टि लग यो vx भनेको तपाईको कति हो थाहा छ तपाईले यहाँ v भनेको हेर्नुस् त y अपन x होइन मैले अगाडि हामी हेर्नुस् त v भनेको के छ सम्झिनुस् त v भनेको के थियो z अपन x हो यहाँनेर यस्तै कन्फ्युजन होला z अपन x राख्नु पर्यो सो यहाँ तपाईले z अपन x यो z अपन x गर्नुस् यसमा र यस्तै गरी यतापट्टि यो vx मा नि z राख्नुस् र यो c भयो अब फाइनली यो तपाईको के हुन्छ त भन्दा यो x माथि गयो र z भनेको फिर्ता राख्नुस् z भनेको के थियो थाहा छ y plus 1 गुड y प्लस 1 छ र यतापट्टि लग को लग यो तपाईको z को ठाउँमा y प्लस 1 टाइम्स c अब कतिपय स्टुडेन्टहरुले यतिकै पनि छोड्नुहुन्छ भने यसैलाई तपाईले के गरिदिन सक्नुहुन्छ भने यो लग हटाएर एक्सपोनेन्शियल फर्ममा पनि राख्न सक्नुहुन्छ भनेको यो पार्ट भनेको मैले कलर चेन्ज गरी तपाईलाई सजिलो होस् भनेर हेर्नु त यहाँ बेसमा e छ सो यो पार्ट है c टाइम्स y प्लस 1 भनेको यो e को पावर यो x अपन y प्लस 1 अब कतिपय बुकहरुमा चाहिँ सोलुसनमा तर यो c चाहिँ यतापट्टि आएको छ हैन त्यो केही फरक पर्दैन c मैले भनिहाले तपाईले कसरी लिनुभयो यतापट्टि लिनुभयो उतापट्टि लिनुभयो त्यसले फरक पार्ने हो हैन सो y प्लस 1 इज इक्वल टु c इन्टु e को पावर x अपन y प्लस 1 गर्न पनि सक्नुहुन्छ नभए c लाई यतापट्टि पनि लेख्न सक्नुहुन्छ
होइन तपाईँलाई यसबाट यो यसरी कन्भर्ट गरेको कन्फ्युजन हुन्छ भने तपाईँले यतिमा पनि छोड्न सक्नुहुन्छ, किनकि डिफ्रेन्ट बुकमा डिफ्रेन्ट तरिकाले आन्सर राखेको हुन्छ। त्यसकारण यो र यो स्टेप एउटै हो भन्नेमा चाहिँ ख्याल राख्नु पर्यो। र यसरी हामीले होमोजेनियस इक्वेसनसम्म केही प्रब्लमहरू गरेका छौँ भने थोरै अब आज हामी एक्ज्याक्ट, किनकि एक्ज्याक्ट अलिकति स्टुडेन्टहरूलाई चाहिँ नि गाह्रो पनि लाग्छ, कतिपय स्टुडेन्टलाई त्यति गाह्रो त होइन। सबसे पहिला तपाईँले के बुझ्नु पर्यो भने एक्ज्याक्ट डिफ्रेन्सियल इक्वेसन जुन छ त्यो एक्जाममा आउँदा एक्ज्याक्टमा रिड्युस गर भन्यो भने चाहिँ नि रिड्युस गरेरै गर्नुपर्छ, होइन भने त्यसलाई तपाईँले सिम्पल तरिकाले बनाउन खोज्नुभयो भने त्यसरी पनि बन्छ। त सबै नसकेला तर 90% प्रब्लमहरू चाहिँ नि सिम्पल तरिकाले सेपरेसन अफ भेरिएबल्स मेथडबाट पनि बनाउन सक्नुहुन्छ, बन्नेलाई त्यसरी बनाउन पनि सक्नुहुन्छ। तर आज क्लासमा चाहिँ हामी के गर्नेछौँ, एक्ज्याक्टमा रिड्युस गरेर प्रब्लमहरू बनाउनेछौँ है त। सो मैले एक्ज्याक्टतर्फ लान खोजेँ, बाँकी रहेको टाइम हामी एक्ज्याक्टमा टाइम दिँदैछौँ। सो सबसे पहिला हामी एक्ज्याक्ट डिफ्रेन्सियल इक्वेसन हेर्नु है त, के छ त एक्ज्याक्ट डिफ्रेन्सियल इक्वेसन भनेको। पहिला डेफिनेसन थोरै हेरिहालौँ। अ डिफ्रेन्सियल इक्वेसन of the form m dx plus n dy is 0 is called exact if there exists a function f of x comma y such that this expression m dx plus n dy is differential of f of x comma y। जुन यो डिफ्रेन्सियल अफ एफ अफ एक्स कमा वाई भनेको छ यसलाई हामी के भन्छौँ, टोटल अथवा पर्फेक्ट डिफ्रेन्सियल पनि भन्छौँ। अब स्टुडेन्ट भाइ बहिनीहरूले के म एउटा बुझाउन खोज्दैछु भने, जस्तो तपाईँले हेर्नुहोस् त प्रडक्ट रुलबाट डी बाई डिएक्स अफ एक्स वाई गर्नुभयो भने यसलाई तपाईँले एक्स फ्री छोड्नुभयो, डिवाई डिएक्स लेख्नुहुन्छ, प्लस फेरि वाई फ्री छोड्नुभयो, डिएक्स डिएक्सै लेख्नुहुन्छ, र यो मुनिपट्टिको डिएक्स सबै हटाइदिनुहोस्। भनेपछि त्यो हटाउने क्रममा डिएक्सवाईलाई के लेख्न सक्नुभयो त भन्दा एक्स डिवाई प्लस वाई डिएक्स लेख्नुभयो। अब यसले के भन्छ त भन्दा यो एमडिएक्स प्लस एनडिवाई जुन छ यो एक्ज्याक्ट हुनलाई यो एक्सप्रेसन भनेको एउटा यस्तो एफ अफ एक्स कमा वाई भन्ने फङ्सन पाउँछ हामीले जसको डिफ्रेन्सियल, यो अगाडि दिइरहेको छ डिफ्रेन्सियल भयो, डिफ्रेन्सियल लिँदा त्यो सम इक्विभ्यालेन्ट अथवा इक्वल हुन्छ अरे। जस्तो मैले के भने अब यसमा हेर्नुहोस् त यो पार्ट एफ अफ एक्स कमा वाई भनेर जुन भनेको छ नि यसमा कन्फ्युजन हुने होइन है विद्यार्थी भाइ बहिनीले। यो भनेको अहिलेको लागि के रहेछ, एक्सवाई रहेछ, एक्सवाई रहेछ। सो एक्ज्याक्टको केसमा तपाईँहरूले अरू कुरा नबुझे पनि यो एउटा पार्ट चाहिँ नि बुझ्नु जरुरी छ। यो एउटाले चाहिँ धेरै प्रब्लम बनाउनु तपाईँलाई सपोर्ट गर्छ। एक्स डिवाई प्लस वाई डिएक्स भनेको डिएक्सवाई त प्रडक्ट रुलबाट सम्झिनु होला है, सिम्पल पनि छ। तपाईँले वाई लेख्नुभयो डिएक्स है, यहाँ र यहाँ ठ्याक्कै चेन्ज क्या अपोजिट, प्लस अब फेरि यस्तै एक्स लेख्नुभयो भने डिवाई। यो भनेको सिम्पली तपाईँ के लेख्ने, यसबाट यो एफ त खोज्नु पर्यो भनेपछि यसलाई डिएक्सवाई। अब विद्यार्थी भाइ बहिनीहरूले चाहिँ नि के गर्नुहुन्छ त भने सिम्पली एक्ज्याक्ट बनाउनै जान्नुहुन्न, त्यहाँनिर स्टुडेन्टहरूलाई अलिकति प्रब्लम हुन्छ। मैले भने 90% प्रब्लमहरू चाहिँ सेपरेसन अफ भेरिएबल्स मेथडबाट नि गर्न मिल्छ, तर कुनै कुनै चाहिँ पर्टिकुलर एक्ज्याक्टको कन्सेप्ट बुझ्नै पर्छ। सो तपाईँहरूलाई यो एक्ज्याक्ट डिफ्रेन्सियल इक्वेसनमा त्यस्तो ठुलो नयाँ नौलो केही नलागे पनि गाह्रो लाग्छ भने पनि तपाईँ त्यसलाई त्यस्तो गाह्रो नमान्नुहोस्। जस्ट मैले भनेको यो एउटा चाहिँ मलाई चाहिन्छ भनेर सम्झिनु पर्यो। एक्स डिवाई प्लस वाई डिएक्स छ भने चाहिँ डिएक्सवाई लेख्न सकिन्छ भनेर है। त्यसपछि तपाईँको लगभग सबै कामहरू के हुन्छ, क्लियर भइहाल्छ। अब हामी यसमा के गर्छौँ त भन्दा हाउ टु मेक एक्ज्याक्ट। सबसे पहिला यहाँ मैले प्रब्लम लिनुभन्दा पनि एक्ज्याक्ट कसरी बनाउने त्यो कुरो चाहिँ नि बुझाउँछ है। हाउ टु मेक एक्ज्याक्ट हो यो इम्पोर्टेन्ट पार्ट हो। धेरै जसो विद्यार्थीहरूलाई यो गाह्रो लाग्छ र अलिकति टिचरहरूले पनि यो कुरालाई अलिक बढी फोकस गराउनुहुन्न, त्यस कारण अलिकति ध्यान दिनुहोस् तपाईँले। जस्तो मानिलिउँ मैले एक्स डिएक्स लेख्यो भने अब यसलाई एक्ज्याक्ट बनाउन सिम्पली तपाईँ के गरिदिनुहोस् भने एक्स डिएक्सलाई एक्ज्याक्ट बनाउनलाई त्यो एफ भन्ने फङ्सन त खोज्नु पऱ्यो, त्यसको लागि केही गर्नु परेन, डी लेख्नुहोस्। यो एक्सको इन्टिग्रेसन भन्नुहोस् त, एक्सको इन्टिग्रेसन कति हुन्छ, इन्टिग्रेसन अफ एक्स
स्क्वायर बाई 2 गुड हो यो ब्र्याकेटमा यसरी एक्स स्क्वायर बाई 2 लेख्नुहोस् किनकि हामीले प्रब्लम बनाउँदा यसरी रिड्युस गर्छौँ क्या त्यस्तै गरी सपोज मानौँला यहाँ वाई स्क्वायर डिवाई आएको छ भने के गर्नु पऱ्यो यसलाई डी लेख्ने भनेको छु त वाई स्क्वायरको इन्टिग्रेसन गरिदिनुहोस् वाई क्युब डिभाइड बाई 3 सपोज मानौँ 1/z dz छ भने यसलाई डी लेख्नुहोस् त 1/z को इन्टिग्रेसन गर्नुहोस् log z हो यसरी पहिला एक्ज्याक्ट बनाउला यो रिड्युस गर्ने काम चाहिँ तपाईँले बुझ्नु पऱ्यो कसरी रिड्युस गर्ने भन्ने कुरा जस्तो मानिलिउँ मलाई यसरी आयो सेक स्क्वायर एक्स डिएक्स छ भने एकदम सिम्पल डी लेख्ने सेक स्क्वायर एक्स को इन्टिग्रेसन tan x सपोज मलाई साइन टी डिटी आयो भने डी लेख्ने अनि साइन टी को इन्टिग्रेसन भनेको माइनस कस टी यसरी बन्द गर्ने काम चाहिँ नि विद्यार्थी भाइ बहिनीहरूले बुझ्नुपर्छ है यति गरे पछाडि एक्ज्याक्ट बनाउनलाई त्यति गाह्रो होइन है त ल अब म यो टाइपको क्वेसनलाई मैले हेर्दैछु मैले यसलाई इरेज गरेँ जस्तो अब यो प्रब्लममा हामीले के गर्यौँ त भन्दा गिवन डिफरेन्शियल इक्वेसन इज एक्स डिवाई प्लस एक्स प्लस वाई डिएक्स इज 0 अब यसलाई फटाफट हामी एक्स डिवाई प्लस अब हेर्नुहोस् त यदि यो डिएक्ससँग एक्स त ठिक छ वाई छैन अनि डिवाईसँग एक्स अब यदि तपाईँले एक्स र एक्स प्लस वाईले डिभाइड गर्नुभयो भने यो प्रब्लम बन्दैन है सेपरेट हुँदैन भेरिएबल सेपरेट हुँदैन त्यसकारण एक्ज्याक्टको थोर बहुत आइडिया तपाईँलाई हुनुपर्छ भनेको कारण त्यो हो एक्स डिवाई प्लस एक्स डिएक्स प्लस वाई डिएक्स इज 0 अब पक्कै पनि मैले होइन भनेको हेर्नुहोस् त तपाईँले के बुझ्नु पर्ने यसको साथी त यो होइन यो हुन्छ होला पक्का अनि है यो दुईटालाई सँगै राख्नुहोस् एक्स डिवाई प्लस वाई डिएक्स यो एक्सलाई एक्स डिएक्सलाई साइड लगाउनुहोस् यो 0 भयो अब यति हेर्नुहोस् त तपाईँलाई केही आइडिया हुन्छ यो भनेको के लेख्न मिल्छ एक्स डिवाई प्लस वाई डिएक्स dxy गुड हो मैले अघि नै भने धेरै आइडिया नभए पनि यति भनेको डिएक्सवाई हो भन्ने कुरो चाहिँ थाहा हुनुपर्छ भनेको छु र यसलाई एक्ज्याक्ट बनाउने टेक्निक अहिले भनिहालेँ डी लेख्ने त्यस पछाडि एक्सको इन्टिग्रेसन एक्स स्क्वायर बाई 2 इज 0 ल हेर्नुहोस् त अब यो रिड्युस गर्दैछौँ हामीले अब एक्जाममा तपाईँले यसरी जस्ट सल्भ भन्यो भने रिड्युस नगरिकन पनि गर्न सक्नुहुन्छ सबै प्रब्लम त मिल्दैन तर धेरैभन्दा धेरै प्रब्लमहरू बन्छ तर अहिले हामी एक्ज्याक्टमा रिड्युस गर्ने अब सम रुलबाट डी कमन लिन मिल्यो डी कमन लिने एक्सवाई प्लस एक्स स्क्वायर बाई 2 इज 0 हो अब तपाईँले इजिली यसको इन्टिग्रेसन गर्नुहोस् इन्टिग्रेटिङ गर्दाखेरि अब हेर्नुहोस् त तपाईँलाई थाहा छ इन्टिग्रेसन अफ 1 विथ रेस्पेक्ट टु एक्स गर्नु भने एक्स प्लस सी लेख्नुहुन्छ इन्टिग्रेसन अफ 1 विथ रेस्पेक्ट टु टी गर्नु भने टी प्लस सी गर्नुहुन्छ इन्टिग्रेसन अफ 1 विथ रेस्पेक्ट टु लाइक राम है यस्तो राममा त हुँदैन जस्ट मैले तपाईँलाई बुझाउन खोज्दैछु यो भयो भने पनि हामी यही फर्मेट अनुसार के लेख्छौँ राम प्लस सी जस्तै अब इन्टिग्रेसन अफ 1 यहाँ पनि 1 विथ रेस्पेक्ट टु दिस पार्ट एफ अफ एक्स कमा वाई भनेर चाहिँ यो आयो क्या भनेपछि जस्ट यहाँबाट कतिपय स्टुडेन्टले यो डी हटाइदिँदा हुन्छ भनेर पनि बुझ्नुहुन्छ रियालिटी डी हटाएरै त होइन तर यसको 1 को इन्टिग्रेसन विथ रेस्पेक्ट टु दिस पार्ट भनेको एफ अफ एक्स कमा वाई इज इक्वल टु सी भनेपछि यसलाई इन्टिग्रेसन गर्दा एक्स वाई प्लस एक्स स्क्वायर बाई 2 इज सी यो नै हाम्रो आन्सर भयो ल यसमा केही कन्फ्युजन छ भने बोल्न सक्नुहुन्छ होइन भने म अर्को एक्जाम्पल नम्बर 2 तर्फ लागेँ तर त्यो dxy प्लस x स्क्वायर बाई 2 कसरी एड गर्नुभएको यो यो यहाँसम्म क्लियर छ तपाईँलाई त्यसमा क्लियर छ त्यहाँबाट यो 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 सम रुल क्या हेर्नुहोस् त तपाईँले डेरिभेटिभमा डी बाई डिएक्स अफ यु प्लस माइनस भी भनेको डी यु डिएक्स प्लस माइनस डिभी डिएक्स लेख्न हुन्छ नि हो अब यहाँ डिएक्स भएन भने यहाँ पनि डिएक्स हुँदैन यहाँ पनि डिएक्स हुँदैन नि त ए बुझ्छु
त्यसरी अब तपाईले सिम्पली यो डी कमन ल्या जस्तो पनि मान्न सक्नुहुन्छ, तर सम रुल यो अप्लाई गरेको। एक्जाम्पल 2 तर्फ लागौं। ओके, सो एक्जाम्पल नम्बर 2 र एक्जाम्पल नम्बर 2 मा हेर्नुस् त, एउटा क्वेसन लिए मैले 2xy dy + y² dx = 0। अब यसलाई बनाउँदाखेरि जस्तो हाम्रो गिवन डिफरेन्शियल इक्वेसन इज 2xy dy + y² dx = 0। अब मैले अहिले के भने कतिपय प्रब्लमहरु चाहिँ तपाईले एक्ज्याक्टमा रिड्युस नगरिकन पनि गर्न सक्नुहुन्छ। जस्तो यो खालको क्वेसनमा तपाईले हेर्नुस् त, ल तपाईलाई एक्ज्याक्टको अहिले जति आइडिया लिए पनि भुलिहाल्नु भयो, एक्ज्याक्टको कन्सेप्ट तपाईले बिर्सिनु भयो भने यो dx सँग y² र dy सँग x हुनु भएन। यानी कि यो x र y² को प्रोडक्टले डिवाइड गर्ने हो भने है त, यसलाई डिवाइड गर्ने हो भने के हुन्छ, यो xy², यहाँ पनि xy², यसरी डिवाइड गर्दा y² क्यान्सल हुन्छ, यहाँबाट यो x र x क्यान्सल, y ले एउटा y क्यान्सल, सो 2/y dy + dx/x = 0। अब इन्टिग्रेसन गर्नुहुन्छ भने पुरानो तरिकाले 2 log y + log x = log c, यो 2 पावरमा गयो, log y² + log x = log c, र यो भनेको log y² x = log c, दुवैबाट लग हटाउँदा तपाईले के पाउनुभयो, x y² = c। यसरी गर्दा पनि हुन्छ है, उले मेथड तोकेन भने। तर अहिले हामी एक्ज्याक्ट बनाउन कोसिस गर्दैछौं है त। अब कतिपय विद्यार्थी भाइ बहिनीले बुकमा टिचरहरूले लेखाएको अनुसार चाहिँ नि यसलाई चाहिँ नि एक्ज्याक्ट बनाउनलाई कण्ठ गर्नुहुन्छ। के कण्ठ गर्नुहुन्छ भने यसलाई यसरी तपाईले d भनेको xy² = 0 भन्नुहुन्छ है। अब यो यसलाई एक्सपान्ड गर्नु भने यो आउँछ है। अब यसलाई तपाईले फास्ट एकदम क्विक भोलि मल्टिपल चोइस क्वेसन बनाउनु पर्यो भने चाहिँ कसरी चाँडो गर्ने त भन्दा यो पार्ट हेर्नु भने त तपाईलाई अलिकति कन्फ्युजनै होला। सो यसलाई भुल्नुस्, यो प्लस आए पछाडि यो प्रोडक्ट रुल हो हैन। त्यसमा तपाईले यो फ्री, यो जुन सेकेन्ड पार्ट छ यो पार्टमा ध्यान दिनुस्। यहाँ फ्री के छ भन्नुस् त, फ्री के छ, y² छ, d लेख्ने, यो फ्री पार्ट y² लाई लेख्ने, अनि d सँग के छ, यहाँ x छ हो, यो राख्नु भने ठ्याक्क मिलिहाल्छ। यसको प्रोडक्ट रुल लगाउनुस्, यो रिलेसन तपाईले पाउनुहुन्छ। तर मैले तपाईलाई यसरी यो क्विक मेथडबाट मल्टिपल चोइस क्वेसन त बन्छ, प्रब्लम आयो भने पनि स्टुडेन्टले बनाउन त सक्नुहुन्छ हैन। तर मैले के तपाईलाई एक्ज्याक्टमा रिड्युस कसरी गर्ने त्यो टेक्निक दिन खोज्दैछु। सो मैले यसरी गरिन, म चाहिँ के गर्छु, यसलाई यसरी लेख्छु। हेर्नुस्, यो पार्टलाई मैले यहाँबाट x एक्स्ट्रा छ, सो x लाई मैले यसरी साइड लगाएँ, अनि 2y dy + y² dx = 0 गर्छु। अब यो पार्टलाई म एक्ज्याक्ट बनाउँछु। अब अघि नै मैले भने यसलाई एक्ज्याक्ट बनाउने भनेको तपाईले x को x भइहाल्यो, d लेख्ने, अनि यो 2y को इन्टिग्रेसन गर्ने भनेको छु 2, अनि y को इन्टिग्रेसन भनेको y²/2 + y² को y² dx = 0, यहाँबाट 2 र 2 क्यान्सल। तब बाँकी रह्यो हेर्नुस् त कति, x dy² + y² dx = 0। अब फाइनली तपाईले के गर्नुस्, यो y² लाई तपाईले y मान्नुस् त, पढ्नुस् त के हुन्छ हेर्नुस्, x dy + y dx = 0। तपाईले x dy + y dx आयो भने त यसलाई मैले हैन भनेको छु नि त, dxy भनेर लेख्नु पर्यो भनेर। त्यसकारण यो y² लाई y मान्नुस्, अनि पढ्ने भने x dy + y dx। अब यसलाई बन्द गर्नु पर्यो, क्लोज गर्नु पर्यो भने कसरी गर्ने त भन्दा d भित्र के लेख्नु पर्यो भन्नुस्, गुड, यो x यो x y² = 0 हो। मैले चाहिँ एक्ज्याक्ट बनाउन सिकाएँ तपाईलाई। अब मैले फेरि क्विक मेथड नै भनिरहेको छु, तपाईहरुले डिस्कस के गर्ने,
यहाँबाट यस्तो स्टेपहरू यो स्टेप नदेखाइकन सर म यो स्टेपबाट है यो स्टेपबाट डाइरेक्ट यहाँ आउँछु भन्ने हो भने चाहिँ नि सिम्पल छ, डी लेख्ने, यहाँ फ्री भएको पार्ट हेर्नुहोस्, यो फ्री भएको पार्ट र यहाँ फ्री भएको यो डीसँग भएको पार्ट, यो वाई स्क्वायर यो एक्स भित्र ल्याएर राखिदिन्छ। अब कोही स्टुडेन्टले यो रेड कलरमा जुन देखिनु भएको छ यो नगरिकन डाइरेक्ट त्यहाँबाट यो लेख्छ भने त्यो पनि राइट हो, त्यसमा पनि समस्या छैन। तर त्योभन्दा तपाईँले यसरी बुझेर गर्नु भने चाहिँ सजिलो होला। अब यसलाई इन्टिग्रेसन गरिदिनु भयो भने इन्टिग्रेटिङ गर्दा सिम्पली यो के भयो त एक्स वाई स्क्वायर इज सी आयो, यो नै हाम्रो के भयो आन्सर भयो। यसमा केही डाउट छ भने बोल्नुहोस्, केही कन्फ्युजन छ? छैन सर। ल त्यसो भए मैले इक्जाम्पल नम्बर 3 लिएँ र इक्जाम्पल नम्बर 3 मा एउटा क्वेसन लिएछु, वाई डिएक्स माइनस एक्स डिवाई इज एक्स वाई डिवाई। अब यसमा पनि हेर्नुहोस् त यहाँ तपाईँसँग वाई छ, यहाँ एक्स छ, यहाँ एक्स वाई छ। अब यसलाई जेनरली 2-3वटा मेथडबाट गर्न सकिन्छ। सबसे पहिला मैले यसलाई एक्स वाईले डिभाइड गर्दा के हुन्छ हेर्नुहोस्, त्यसरी गरेर देखाउँछु। जस्तो कि एक्स वाईले डिभाइड गर्यो भने यो वाई डिएक्स अपन एक्स वाई माइनस एक्स डिवाई अपन एक्स वाई र एक्स वाई डिवाई अपन एक्स वाई, यो एक्स वाई क्यान्सल भयो, यहाँबाट एक्स र एक्स क्यान्सल भयो, यहाँबाट वाई र वाई क्यान्सल भयो है। अब यसपछि यो प्रब्लम कसरी कन्भर्ट भयो त भन्दा यो भनेको 1 अपन एक्स डिएक्स माइनस 1 अपन वाई डिवाई इज डिवाई भयो। अब यसलाई तपाईँले एक्ज्याक्टमा रिड्युस नगरिकन डाइरेक्ट गर्नुहुन्छ भने सोझै इन्टिग्रेसन गरिदिनुहोस्। यसको लग एक्स हुन्छ, यसको लग वाई हुन्छ र यतापट्टि वाई प्लस सी हुन्छ, आन्सर आइहाल्यो। तर हामीलाई एक्ज्याक्टमा रिड्युस गरेर गर्नु छ भने अब यसलाई हामी के गर्छौँ त भन्दा एक्ज्याक्ट बनाउँछौँ। त एक्ज्याक्ट बनाउँदाखेरि मैले अघि नै सिम्पली डी लेख्ने, 1 अपन एक्सको इन्टिग्रेसन लेख्ने भनेको छु लग एक्स, माइनस यतापट्टि पनि डी लेख्ने, यतापट्टि लग वाई र यतापट्टि माइनस डिवाई इज 0। अब सम रुल डी कमन लिनुहोस्, डी कमन लिएपछि लग एक्स माइनस लग वाई माइनस वाई इज 0। यसरी डीमा बन्द भएपछि अब इन्टिग्रेसन गर्नुहोस्। अब इन्टिग्रेसन गर्नुहुन्छ भने इन्टिग्रेसन गर्दाखेरि बाँकी रह्यो लग एक्स माइनस लग वाई माइनस वाई इज सी। अब यहाँ तपाईँले प्रपर्टी युज गर्न सक्नुहुन्छ। त प्रपर्टी युज गर्नुभयो भने यसलाई तपाईँले लग एक्स अपन वाई इज वाई प्लस सी गरेर यसरी आन्सर दिन सक्नुहुन्छ। अब होइन तपाईँले सिधै यो रिड्युस नगरिकन यो स्टेपबाट है कुरा बुझ्नु पऱ्यो। फेरि कहाँबाट यो स्टेपबाट इन्टिग्रेसन गर्नुभयो भने 2 लाइनमा यो आन्सर आइहाल्छ। जस्तो मैले के भने यो स्टेपमा तपाईँले इन्टिग्रेसन गर्नुभयो भने तपाईँ यहाँ पुग्नुहुन्छ क्या। यति सो नगरिकन यसलाई इन्टिग्रेटिङ गर्नुहोस् त। इन्टिग्रेटिङ गर्दा लग एक्स आयो, यसको लग वाई आयो, यसको वाई प्लस सी, त्यो अगाडि ल्याएँ मैले वाई र फाइनली त्यो आन्सर आइहाल्छ। एउटा यसरी गर्न सक्यो। के छ यसलाई मैले इरेज गरौँ। अब यसैलाई अर्को विद्यार्थीले अर्को तरिकाले हेऱ्यो। जस्तो कि कोही साथीले यसलाई तपाईँहरूले चाहिँ नि यसरी गर्न सक्नु भएन, दिमागमा झट्ट तपाईँको दिमागमा यो आएन भने कोही साथीले चाहिँ यसलाई यहाँ त माइनस छ, यो माइनस हुँदा त यो त प्रडक्ट रुल नलगाएर हुनसक्छ कोसेन्ट रुल डेरिभेटिभको डिभाइडको रुलबाट हो कि भनेर सोच्यो भने अब सम्झौँ त डेरिभेटिभमा डिभाइडको रुलमा हामीले पढेको डी बाई डिएक्स सब यु अपन भी छ भने हामी यसलाई यसरी यहाँ मुनिपट्टि भी स्क्वायर भी डियु डिएक्स माइनस यु डिभी डिएक्स लेख्छौँ होइन। अब यसमा एउटा इन्ट्रेस्टिङ र इम्पोर्टेन्ट कुरा है तपाईँले बुझ्नुपर्ने कुरा क्या। हामीले कति अब फर्मुला लगाइरहेका हुन्छौँ तर हामीले हेर्नुहोस् त यहाँ जे छ नि फ्री त्यही कुरो यहाँ डीसँग हुन्छ र त्यही दुईटा यो अगाडि सुरुमा फ्री भएको र यहाँ डीसँग भएको र यहाँ स्क्वायरमा हुन्छ। सो यहाँ हेर्नुहोस् यहाँ हामीसँग के छ त भन्दा हामीसँग यहाँ फ्री वाई छ, डीसँग फेरि वाई छ, वाई स्क्वायरले यसलाई डिभाइड गर्नु पर्यो।
ताकि डिभाइडको रुल बनाउनको लागि। सो वाइ स्क्वायरले डिभाइड गर्यो भने यो प्रब्लम के भयो त भन्दा वाइ डिएक्स माइनस एक्स डिवाई डिभाइड बाई वाइ स्क्वायर, यतापट्टि पनि एक्स वाइ अपन वाइ स्क्वायर डिवाई। अघिनाको केसमा मैले एक्स वाइले डिभाइड गरेर गरेको थिएँ, अहिले मैले डेरिभेटिभको डिभाइडको रुल फलो गर्न खोज्दैछु, त्यसलाई युज गरेर प्रब्लम बनाउँदैछु। सो वाइ स्क्वायरले नै किन डिभाइड गरेँ भन्ने कुरा तपाईँलाई बुझाएँ पनि मैले डेरिभेटिभको डिभाइडको रुल कोसेन्ट रुल फलो गर्दा। अब यसलाई तपाईँले हेर्नुहोस् है त, यतापट्टि तपाईँले यो डी बाई डिएक्स अफ यु अपन बी यो लेख्नुहुन्छ नि, यहाँबाट यो पनि त लेख्न जान्नु पऱ्यो नि त उल्टो। त्यस्तै यसलाई तपाईँले यसरी लेख्नुहुन्छ भने यसलाई पनि लेख्न सक्नुहुन्छ डी एक्स अपन वाइ। अब यो कसरी लेखेको भन्दा यहाँ मुनिपट्टि वाइ स्क्वायर छ, यहाँ त भी स्क्वायर हुँदा भी छ भनेपछि हाम्रो यहाँ वाइ स्क्वायर छ नि वाइ भयो। अब अर्को भेरिएबल भने एक्स हो। सो अब यहाँ डी बाई डिएक्स किन भएन भन्दा यहाँ तपाईँसँग डिएक्स थियो, यहाँ पनि डिएक्स थियो, सो यहाँ पनि डिएक्स छ भने अब हामीसँग यहाँ छैन, त्यस कारण यहाँ तलपट्टि पनि डिएक्स भएन। र यतापट्टि तपाईँसँग यो वाइ र वाइ क्यान्सल भयो, एक्स अपन वाइ डिवाई। र यसैलाई तपाईँले फेरि डिएक्स अपन वाइ अपन एक्स अपन वाइ इज डिवाई लेख्न सक्नुभयो। अब यो एक्स अपन वाइलाई टी मानिदिनुहोस् त, हेर्नुहोस् त के हुन्छ यो डिटी बाई टी इज डिवाई वेयर टी मिन्स एक्स अपन वाइ। अब यसलाई त तपाईँले एक्ज्याक्ट बनाउन सक्नुहुन्छ इजिली, डी लग टी यसलाई, अनि यसलाई अगाडि ल्याउनुहोस् माइनस डिवाई इज 0। अब डी कमन लिने हो भने लग टी माइनस वाइ इज 0। अब इन्टिग्रेसन गर्नुहोस्, इन्टिग्रेसन गर्दा लग टी माइनस वाइ इज सी, देयरफोर लग वाइ को ठाउँमा हेर्नुहोस् त वाइ भनेको तपाईँले यहाँ एक्स अपन वाइ छ, एक्स अपन वाइ र यो भनेको वाइ प्लस सी है। अब 2-3 स्टेप अगाडिको भन्दा अलि लेन्दी भए पनि यस्तो वेले पनि तपाईँले सोच्न सक्नुहुन्छ। इक्जाममा फेरि तपाईँले यसलाई यसरी वाइ स्क्वायरले डिभाइड गरेर अगाडिको रुल जस्तो एक्स वाइले डिभाइड गरेर, अथवा तपाईँले चाहिँ सिम्पली एक्स वाइले डिभाइड गरेर एक्ज्याक्ट फर्ममा रिड्युस नगरिकन गर्नुहुन्छ भने पनि जसरी गरी मार्क्स पाउनुहुन्छ। मात्रै उसले यहाँ सल्भ बाई रिड्युसिङ इन्टु एक्ज्याक्ट फर्म भन्यो भने चाहिँ नि तपाईँले के गर्नु भने यसरी वाइ स्क्वायरले डिभाइड गर्ने अनि अथवा एक्स वाइले डिभाइड गरेर यो रिड्युस गरेर मात्रै बनाउनु पर्ने हुन्छ। ओके, अब विद्यार्थी भाइ बहिनीहरूलाई मैले एक्ज्याक्टको आज इक्जाम्पल नम्बर 3 सम्म गराएँ। तपाईँले के गर्नुहोस् यसलाई कन्टिन्यू गर्नुहोस्,